अब हामी कसैले चासो दिएनौँ भने यिनीहरूले तपाईँ हाम्रोलाई ठुलो भोलि असर पुर्याउन सक्छ। म एउटा सानो उदाहरण दिन चाहन्छु। 1.5 वर्ष पहिले एकजना रामपुर बेलाका नगरपालिकाबाट उपचार गराउन आएका थिए। उहाँको बाबाको उमेर लगभग 70 वर्ष पुगेको थियो। खक्कारमा खासी आएछ। त्यहाँबाट यहाँ ल्यायो, हिँड्दै हिँड्दै आएको। अनि एउटा डाक्टरले खोइ बिपी हाई कि के भयो भनेछ, ट्याब्लेट पनि खुवाइदिएछ। अनि इन्जेक्सन ल्याउनु लगाएछ। 4टा एकैचोटि इन्जेक्सन लगाइदियो। 4टा इन्जेक्सन लगाइदिइसकेपछि बेहोस भयो। बेहोस भएपछि त्यहाँका डाक्टरले ल्यायो, यहाँ उपचार हुँदैन, बाहिर लैजा भन्यो, जबरजस्ती झिको। अनि माथि विजयपुर हस्पिटलमा लगेर उपचार गरायो, तर विजयपुर हस्पिटलमा खस्यो। अब त्यसको विषयमा हामीले आवाज उठायौँ, भिसीलाई पनि भन्यौँ, केही मिडियाकर्मी युट्युब साथीहरूलाई हामीले भन्यौँ र विभिन्न ठाउँमा हामीले निवेदनहरू पनि दियौँ, तर कहीँ सुनवाई भएन। त्यो कारणले गर्दाखेरि अब के गर्ने त हामीले है? अब हामीले त धरानलाई राम्रो बनाउनु पर्छ होला। अब धरानमा अब त्यहाँ के भन्छ स्वास्थ्य बिमा गरेको हुन्छ, उपचार गर्नको लागि लान्छ, 10% तिराउँछ बिरामीलाई। अनि औषधि किन्नु पठाउँछ। औषधि किन्ने ठाउँ पनि 2-4वटा दोकान त्यहाँ तोकिदिएको छ। त्यो दोकानमा दबाई नै पाउँदैन। अनि बाहिर जानुपर्छ, बाहिर पनि किनेर ल्याउनुपर्छ। अनि यो पनि धोका हो, यो पनि लुटतन्त्र हो। किनभने यदि सरकारले स्वास्थ्य बिमाबाट निःशुल्क गराउँछ भने पूर्ण रूपमा निःशुल्क दिनुपर्छ। अनि दबाई छैन भने उनीहरूकै सेटिङमा होला, नराख बन्दिदो। अनि बिरामीले बिचरा गरिब गुर्बाले दबाईहरू 10,000, 15,000, 20,000 एउटा सामान्य बिमारीको लागि बाहिरबाट किनेर ल्याउनु पर्नेछ। अनि स्वास्थ्य बिमाको के अर्थ रह्यो? र अब यसको विषयमा चाहिँ अब तपाईँ हामी धरानमा भएका सबै राजनीतिक दल, अभियन्ता र सङ्घ संस्थाका मान्छेहरू चाहिँ एकजुट भएर यसको विषयमा आवाज उठाउन सकियो भने अवश्य पनि बन्छ। तर यहाँ चाहिँ कस्तो देखिराखेको छ भन्दाखेरि एकले अर्काको पीडामा चाहिँ रमाउने क्या, हाँस्ने क्या। लु यहाँ त्यस्तो भएछ, यस्तो जाउँ न भन भने कुनै साथीलाई बोलौँ, आवाज उठाउँ है भन भने साथीहरू हाँसिराखेको हुन्छ। ए ठिक्क परो भन्छ है। अहिले धरानमा सहकारी पीडितहरू 30,000 भन्दा धेरै छन्। धेरै पैसा थियो, खाइदियो, मजा भयो भन्छ है। अनि मलाई कहिलेकाहीँ भन्छ के, सहकारी पीडितहरूलाई त पैसाको आवश्यक छैन, तिमीलाई चाहिँ किन च्याङ भनेर टेन्सन भनेर भन्छ के। मैले चाहिँ के बुझेको छु भन्दाखेरि हामीले यस्तोको विरुद्धमा बोलिएन भने भोलि समाज बिग्रेर जान्छ, देश बिग्रेर जान्छ। अनि टाठा बाठाले चाहिँ यसरी नै लुटेर खाने भने हामी जस्तो इमान्दार सिधा साधाले चाहिँ कसरी गरेर खाने? जसको शक्ति उसैको भक्ति। यो जङ्गली युगमा हामीलाई शासकहरूले पुर्याउँदैछ भनेर त्यो विचार लिएर चाहिँ हामीले एउटा बोलिरहेका छौँ। र यसलाई कसरी हुन्छ? अब हामीले यिनीहरूको खुट्टा दुख्दा, रिक्वेस्ट गर्दा है, जे गर्दा पनि हुँदैन भने अब हामी मोबाइल बोक्ने जाने, यो काम कहाँ कहाँ खराब छ सबै आफ्नै मिडिया मार्फत, आफ्नै फेसबुक मार्फत अब हामीले आवाज उठाउनु पर्यो, प्रचार प्रसार गर्नु पर्यो। यिनीहरूको त्यो तरिकाले बेइज्जत गर्नु। कति हामीले सभ्य तरिकाले त गएकै हो त है। पटक पटक ज्ञापन पत्र बुझायौँ, पटक पटक गरौँ है। भिसी बन्नको लागि भिसी बनेर आउँछन्। भिसीले अब हामीलाई मान्छे गिन्ती गर्दैन है। अब किनभने माथि माथि टाउकेको पार्टीका शीर्ष नेताहरूको आशीर्वाद छ, मलाई त कसैले केही गर्न सक्दैन भन्ने। त्यो कारणले म के भन्छु भने सकेसम्म सबैले यो ठाउँ यस्तो कुराहरूमा चाहिँ, राम्रो कुराहरूमा चाहिँ तपाईँ हामी सबै एकजुट भएर लाग्यो भने, आवाज उठायौँ भने अवश्य पनि समाधान हुन्छ। र यसमा चाहिँ जसले गरिरहेको छ त्यसमा हामीले सपोर्ट समर्थन जनाउन सकियो भने पनि धरानका समस्याहरू समाधान हुँदै जान्छ भन्दै आजको मेरो 1-2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद।
राजेश किमलिङज्यू सामाजिक अभियन्ता, उहाँले धरान र धरानका व्यक्तित्वको बारेमा प्रष्ट आफ्नो विचार राखेर बिदा भइसक्नु भएको छ। त्यो पुस्तक ल्याउनुपर्छ, त्यो फाइल चाहिँ ल्याउनुपर्छ कि नाम थाहा भएन क्या। राजकुमार थापा भनेर आसन गराउनुहोस् न। त्यसै गरी म भर्खरै यस हलभित्र पाल्नुहुने एकजना अतिथि राजु थापा 5 नम्बर वडाको बुबु अध्यक्ष हुनुहुँदैछ, उहाँलाई पनि आसन गर्नको लागि म आग्रह गर्दछु। र म वक्ताको यहाँ नाम वाचन गर्न चाहन्छु। राष्ट्रिय साझा पार्टी खड्गबहादुर खड्काज्यू यहाँ हुनुहुन्न होला यस हलमा। नगर अध्यक्ष डम्बरबहादुर परियार हुनुहुँदो रहेछ, उहाँलाई पनि आजको यस शीर्षकमा आफ्नो महत्त्वपूर्ण मन्तव्य राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। माइकिङ हजुर यो सुधार नेपाल, प्रथम कुरा त सुधार नेपालले प्रत्येक कुरालाई सुधार्न अगाडि बढ्नु भएकोमा धन्यवाद। दोस्रो कुरा, हजुर यहाँ सम्पूर्ण उपस्थित हुनुभएको माननीयज्यूदेखि लिएर सम्पूर्ण नेतागणहरूमा मेरो हार्दिक नमस्कार छ। अब एक दुईवटा कुरा सुन्दै जाँदाखेरि बिपी कोइरालाको एउटा सुनेको थिइनँ लाजा मर्नु कुरो आज मैले सुने। के सुने लाजा मर्नु भन्दा कि एउटा वरिष्ठ डाक्टरले आफूभन्दा मुनिको डाक्टरलाई पठाउने हो र त्यो लाज भएन। जस्तै एउटा उदयपुरको बिमारी लिएर आउनुभयो, अब इन्जेक्सन लाउनुभयो, कतिवटा लाउनुभयो, के गर्नुभयो, लास्टमा गएर त्यो बिपी कोइरालाभन्दा अलि माथिल्लो स्तरमा उहाँले डिस्चार्ज गरेर पठाउनु भएको थियो भने उहाँको इज्जत रहन्थ्यो होला। तर लास्टमा गएर उहाँले त्योभन्दा पनि मुनिको विजयपुर स्कुलमा विजयपुर हस्पिटलमा उहाँले पठाउनु भनेको एउटा लाजा मर्नु कुरो हो। हामी सोचेका छौँ नेपालकै दोस्रो र नेपालकै सबभन्दा राम्रो हस्पिटल भनेर हामीले यति आशा गरेको ठाउँमा उहाँले जुनसुकै डक्टर होस्, उहाँले आफूभन्दा सानो ठाउँमा र आफूभन्दा सानो स्तरमा उहाँले डिस्चार्ज गरेर पठाउनु भनेको त्यो बिपी कोइरालाकै शिर घट्नु हो जस्तो लाग्छ मलाई। त्यसले गर्दा त्यसमा हामी सम्पूर्ण जनहरूले याद गर्नुपर्ने अवस्था भयो। चिल्ला लुगा र टाई लगाएर गाडीमा आएर सट्ट छिर्नेले त्यहाँ जुनसुकै खालको उपचार, जुनसुकै खालको छिटो छरितो हुन सक्छ। तर फुस्रा लुगा धुस्रे फुस्रे मैलो भएर रुँदै कराउँदै आउनेको डक्टरदेखि लिएर कसैले पनि कुरा सुनिदिनु भएको छैन। त्यो मलाई पनि याद छ। आफै म एकचोटि के परेको छु भने म आँखा जचाउन गएँ। म आँखा जचाउन गइसकेपछि मैले आँखा जचाएँ, मेरो परिवारको र मेरो। अनि आँखा जाँच्नेले लेखिदिनु भयो गेटभन्दा अगाडिको फलाना चस्मा घरमा गएर तपाईँ चस्मा किनेर ल्याउनुहोस् र मलाई देखाउनुहोस् भन्नुभयो। र म गएँ, चस्मा घरमा गएँ। चस्मा घरमा गइसकेपछि कागज लिएर गएँ र हजुर मैले फलानाले डाक्टर साहबले पठाउनु भएको मलाई राम्रो चस्मा दिनु पर्यो भन्दाखेरि सिसाको होइन मलाई प्लास्टिकको दिनुहोस् है, सिसाको गरौँ हुन्छ भने मैले। तपाईलाई एकजना बराबर 3500 पर्छ भन्नुभयो। मसँग त जम्मा दुईजना बुढाबुढीको लागि 2000 चस्मा आउँछ भनेर बोकेर गएको छु। 3500 पर्छ भन्नुभयो। अनि 3500 पर्छ, त्यो त म त्यत्रो पैसा त मसँग छैन सर, कहाँबाट लिएर यो मैले यत्रो चस्मा यति किन्नु, यत्रो पैसा छैन मसँग भनेर मैले भन्दाखेरि उहाँले भन्नुभयो तपाईसँग पैसा कति छ त भनेर सोध्नुभयो। मसँग पैसा 2000 छ भन्दा भने मैले। त्यसो भए तपाईँ दुईजनाको लागि 2000 दिइराख्नुहोस्, तपाईँको फोन नम्बर दिनुहोस्, हामी फोन गर्छौँ, पछि लिएर तपाईँले पैसा बुझाउनुहोस् भन्नुभयो। के त्यो मलाई पत्याएर दिनुभएको हो त? उहाँलाई पुगेर दिनुभएको हो कि मलाई पत्याएर दिनुभएको हो त? म को हो र पत्याउने? उहाँले त मलाई चिन्नु भएको छैन। र फोन नम्बरको भरमा उहाँले 15 दुना 30 100 रुपियाँ किन मलाई चाहिँ माफ दिनु पर्यो र? त म बस्दै गएपछि एकछिनपछि मलाई जाँच गर्ने डाक्टर साहब आउनुभयो। मैले तपाईँलाई 5 जना मान्छे पठाएको छु, खै त मलाई दिनुहोस् त भनेर उहाँले हात थापेर लगेर जानुभयो। त्यो बुझेपछि मैले यहाँ चस्मा किन्नु ठिक रहेनछ भनेर अलि ओर आएर हाम्रो पशुपति
मेडिकल पछाडि वाइबा चस्मा घर छ, त्यहाँ गएर मैले सोद्धाखेरि त्यही खालको चस्मा 600 रुपियाँ गोटा 1200 लगाएर मैले लगेर गएँ। र जिन्दगीमा त्यहाँ चस्मा यस्तो खालको भ्रष्टाचार भनेको त्यहाँ के छ त भन्दाखेरि नबुझ्ने तरिकाले छ क्या, बुझ्ने तरिकाले छैन, बुझ्ने तरिकाले अर्कै छ, नबुझ्ने तरिकाले अर्कै छ। त्यसले गर्दा हामी साधारण मान्छेले त्यस्तो कुरामा जोगिनु पर्दो रहेछ। त्यो जोगिनु पर्छ भन्दा पनि त्यो विथितिलाई चाहिँ कसरी हटाउने भन्ने कुरा चाहिँ सुधार नेपालले गर्दै जाओस्। र यसको लागि धन्यवाद। धेरै बोल्न पनि चाहिन, आफूलाई जे परेको थियो त्यो मात्रै बोले र मलाई जस्तो अरूलाई कसैलाई नपरोस्। चिल्लो गाडी चढेर जानेलाई प्राथमिकता भन्दा फुस्रा लुगा र धुलोमुलो भएर गरिब दुखी त्यो ठाउँमा गएर उपचार राम्रो पाओस् भन्ने मेरो सुझाव यही नै हो। धन्यवाद, नमस्कार हजुर। धन्यवाद उहाँलाई। राष्ट्रिय साझा पार्टीको नगर अध्यक्ष हुनुहुन्छ, उहाँले आफ्नो मन्तव्य राखेर बिदा भइसक्नु भएको छ। म अब वक्ताको नाम वाचन गर्ने क्रममा नागेन्द्र पारघरी लिम्बू जनता समाजवादी पार्टीबाट हुनुहुन्छ, उहाँलाई पनि आफ्नो मन्तव्य राख्नको लागि म हार्दिक अनुरोध गर्छु। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। आज सुधार नेपालद्वारा आयोजित यो जुन चाहिँ बिपी क्यासलाई को व्यवस्थापनको बारेमा सुधार र भिसी नियुक्तिको सम्बन्धमा जुन अन्तर्क्रिया छलफल कार्यक्रम राख्नुभएको छ, यो अति सराहनीय छ। र आजको कार्यक्रमका अध्यक्षज्यू र उपस्थित सम्पूर्ण राजनीतिक दलका क्रियाशील मित्रहरू र पूर्व हाम्रो सँगै माननीय जय कुमार राईज्यू र पत्रकार मित्रहरू र विभिन्न संस्थाबाट पाल्नुभएका बुद्धिजीवी र मित्रहरू, खास गरेर यो बिपी क्यासलाई समस्याग्रस्त हुन बाटो चाहिँ हामीले चाहिँ अलिकति विराटनगरले धरानलाई चाहिँ अलिकति समस्या बनाएको। जहिले पनि विराटनगरले धरानलाई हर पक्षबाट चाहिँ नजर राखिरहेको हुन्छ। धेरै कार्यालयहरू विराटनगर गइसकेको छ। अनि त्यसै गरेर अहिले नास्टको अफिस पनि विराटनगरको रङ्गेलीमा तयारी भएको थियो। त्यतिखेर चाहिँ यहाँको हाम्रो सङ्घीय माननीय अशोक कुमार राई शिक्षा विज्ञान प्रगति मन्त्री हुनुहुन्थ्यो। 1 वर्ष अलिकति भएन, 11 महिना 4 दिन बस्यौँ। म पनि त्यो मन्त्रालय अन्तर्गतमा काम गरेँ र हामीले त्यो अफिसलाई यहाँ धरानमा हामीले ल्याउन सफल गऱ्यौँ, त्यो नास्टको अफिस। तर यस्तो दुःख गरेर ल्याइयो, तर त्यसको उद्घाटन गर्दा माननीय हाम्रो उहाँलाई चाहिँ थाहै भएन। अब मेयर साहबले गरिदिनु भयो। त्यसो भने हाम्रो केही आपत्ति छैन, तर हाम्रो कोअर्डिनेसन र हाम्रो समन्वय भन्ने केही पनि छैन क्या। कसले कहाँ काम गरेको हुन्छ त्यो हुन्छ। जस्तै हाम्रो माननीय जय कुमार राईले गर्नुभयो काम। अहिले जति पनि यो तल रामधुनीबाट पञ्चायतबाट हरियाली निस्के जय मार्ग भन्नुहुन्छ हैन, अब त्यहाँ उहाँले गर्नुभएको धेरै कार्यक्रमहरू हामीले हेरिरहेछौँ अहिले। म किनभने माननीय अशोक कुमार राईको स्वकीय सचिव पनि भएको हुनाले त्यो कार्यक्रमहरू हाम्रो के हुनुपर्छ भने अन्तर्राष्ट्रियमा चाहिँ उहाँले चाहिँ 5 वटा काम गर्नुभयो भने अशोक कुमार राईले 6 देखि माथि लाने हो, 6, 7, 8, 9 गर्ने हो। यहाँ हाम्रो के छ, त्यो 6वटा भएकोलाई पनि उहाँले चाहिँ उद्घाटन गर्नु क्यान्सल गरिदिने, अनि त्यहाँदेखि सुरुदेखि इनिसियल 0 देखि गर्ने सुरुवात। हाम्रो राजनीति फोहोरी कारणले गर्दाखेरि यो भएको हो। अब हामीले यो बिपी क्यासले सुधार गर्नको लागि यसको चाहिँ मापदण्ड के हो त, भिसी नियुक्ति गर्नको लागि त यो बिपी क्यास यो प्रतिष्ठानलाई यहाँ भाइस च्यान्सलर मात्रै हामीले कुरा गरिरहेछौँ। यसको नियुक्ति हामीले यहाँबाट हामीले जनताले जति नै उफ्रेर जति गरे पनि यो हाम्रो सल्लाह सुझाव मात्रै त्यहाँ जाने हो, सरकारको विषयमा चाहिँ त्यहाँ पुग्ने हो। तर यसको सह कुलपति भनेको यो के अरे स्वास्थ्य मन्त्री हुन्छ। स्वास्थ्य मन्त्री भइसकेपछि के हुन्छ, कुलपति चाहिँ प्रधानमन्त्री हुन्छ। अब यहाँबाट दिने चाहिँ कुलपति कतिजना जाने, 3 जना चाहिँ स्वास्थ्य मन्त्रीलाई दिनुहुन्छ, सिफारिस रेकमेन्डेसन दिनुहुन्छ प्रधानमन्त्रीलाई। प्रधानमन्त्री कुलपतिले उहाँले चाहेन भने 3 नम्बरको पनि तानेर ल्याउन सक्नुहुन्छ। त्यो 1 नम्बर दिएको कुलपति त्यो क्यान्सल गरेर 3 नम्बरको पनि ल्याउन सक्नुहुन्छ। यो पावर चाहिँ कहाँ हुन्छ भन्दाखेरि प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीमा हुन्छ। त्यसले गर्दा यो भन्दा पहिला
जो चाहिँ के अरे प्राडा ज्ञानेन्द्र गिरी जो यहाँ चाहिँ उहाँ चाहिँ के अरे उपकुलपति हुनुहुन्थ्यो, उहाँ चाहिँ त्यतिखेर हुनुहुन्न थियो। त्यतिखेरको हाम्रो शून्य समयमा हामी धेरैपल्ट बस्यौँ त्यहाँ कि यसलाई चाहिँ अलगै बनाइदिनुहोस्, हामीलाई किन यो यस्तो झुन्ड बनाइदिने भनेर। तर त्यो सम्भव किन भएन? म एउटा यहाँहरूलाई उदाहरण दिन्छु। तपाईँले त धेरै कुराहरू अनुभव गरिसक्नु भएको छ। संसारको लोकतन्त्र सबभन्दा ठुलो भारत हो, तर भारतको केरलामा 100% एजुकेटेड पिपलहरू बस्छन्। म उहाँहरूसँग धेरै काम गरेको मान्छे हो, 14 वर्षसँगै काम गरेको। उहाँहरू जतिसुकै तपाईँहरू हाम्रो भाषण दिए पनि एकचोटि तपाईँलाई यो पार्टीले जिताउनुहुन्छ भने अर्कोचोटि अर्कै पार्टीले जिताउँछ। तर यहाँ त सयौं वर्षदेखि एउटै पार्टीले जिताउनुहुन्छ। अनि फेरि त्यही कुराहरू तपाईँहरू दोहोऱ्याउनुहुन्छ, फेरि आफ्ना कुराहरू चाहिँ भएन भनेर। यहाँका स्थानीय राजनीतिक दलको जिम्मा के हो? आज मैले यो कुरा गरिरहेको अवस्थामा जनता समाजवादी पार्टी 81 को वैशाख 24 गते अलग भयो। माननीय उपेन्द्र यादवजीको खेवाबाट हामी माननीय अशोक कुमार राईकोमा हामी आयौँ। आफ्नो मतहरू जाहेर गर्नु, आफ्नो स्वतन्त्रता यो के अरे लोकतन्त्रको कुरा हो। तर स्वास्थ्य मन्त्री त्यतिखेर मैले देखेको स्वास्थ्य मन्त्री के अरे उपेन्द्र यादव जानु हुँदाखेरि मेरो सम्धिलाई यहाँनिर चाहिँ ल्याउँछु भनेर जानुभएको। सम्धिलाई यहाँ ल्याउनुको लागि जाने, मेरो भाइले ल्याउनुको लागि उपकुलपति ल्याउनु जाने, यस्ता स्वार्थले राजनीति गर्ने क्रमी साथीहरूले गर्दाखेरि यो दुर्घटना भएको हो। अब यहाँ उपकुलपति आउनको लागि करोडौँको चलखेल हुन्छ। अब यहाँहरू त अब यहाँहरूले थाहा छ, तपाईँहरू धेरै चाहिँ के अरे जनप्रतिनिधि भइसक्नु भएको छ। मैले पनि 1 वर्ष मन्त्रालयमा भित्र बस्यो, अहिले पनि म कुद्याएको छु होइन। यो कुरा म एउटै मात्र उदाहरण भन्छु। वन तथा वातावरण मन्त्रालयमा कार्बन मोनोअक्साइडको पैसा आएको 6 खर्ब पैसा आएको। त्यो पैसा संसारमा अहिले 38 देखि 42% जङ्गल भयो नेपालमा। पहाडका सबै मेरै जग्गाहरू सबै जङ्गल भयो। अब संसारको यो इन्भाइरोमेन्टले वातावरण विश्व वातावरणले चाहिँ उसले सन्तुलन मिलाउने नेपाल हो, नेपाललाई दिनुपर्छ पैसा भनेर आउँछ। तर वन तथा वातावरण मन्त्रालयमा कमिसन नमिल्दाखेरि रोकिन्छ। यस्ता खालका व्यक्तिहरू चाहिँ त्यहाँ जनप्रतिनिधि गएपछि देश सुधार्छ। हामी यो भारतभन्दा अलिक पछि मात्रै स्वतन्त्र भएर दौडेको, योभन्दा पहिले स्वतन्त्र भएको देश होइन। तर सबै एकीकरण भएर जाँदाखेरि त त्योभन्दा 1-2 साल पछाडि भएको हो। त चाइना त्यहाँ पुगिसक्यो। त्यसले मेरो भन्नुको तात्पर्य के भन्दा हामी स्वार्थको राजनीति गरेका छौँ। म आज राजनीतिक कर्मी भएर पनि म 22 वर्षको उमेरदेखि म सामाजिक सेक्टरमा काम गरेको हो। तर म धेरै मोरङको राजनीति गरेको। तर मोरङमा यस्तो खालको यो धरानको जस्तो खिचतानी हुँदैन। यहाँनिर मै ठुलो, किनभने धरान भनेको 85% रिमिटान्सले बाँचेको ठाउँ हो नि। आज विदेशबाट पैसा नआओस् त प्रत्येक के अरे घरको मान्छेहरू चाहिँ तपाईँको आफ्नो गाउँमा पुग्छन्। यहाँबाट के छ व्यापार? यहाँनिर सबै व्यापार त इटरीले लगिसक्यो। इटरीमा यहाँबाट 4000 भन्दा धेरै त्यो मतदाता धेरै भइसक्यो, बढ्ने क्रममा छ। यहाँ कहाँ बढ्ने क्रममा छ? मैले भन्नु खोजेको के हो भनेदेखि स्थानीय सरकार जो पनि आउनुहुन्छ स्वागत योग्य छ र गर्नु पनि पर्छ। जनताले अनुमोदन गरेको हो र स्थानीय सरकारले प्रदेशका सरकारसँग, प्रदेशका प्रतिनिधिहरूसँग, सङ्घकासँग मिलेर कुन योजना अगाडि सार्ने भन्ने कुरो क्लियर हुनुपर्छ। तर मै गर्ने उसले उसै गर्ने यो भएको हुनाले धरान चाहिँ समस्या छ। र अहिले सुधार नेपालले जुन किसिमको कार्यक्रमहरू समन्वय गर्नुभएछ यो उदाहरणीय र सराहनीय काम छ। र अरू राजनीतिक दलको साथीहरू किन आउनु भएन? माननीय हाम्रो जयकुमार राईजी आउनुभयो, तर नगर कमिटीका अध्यक्षहरू किन आउनु भएन? उहाँहरू जहिले सल्लाह गर्नुहुन्छ, हामी त्यहाँ नजाने यहाँ जाने, त्यस तरिकाले हुन्छ राजनीति। हामी जसले काम गर्छ त्यसले मत दिने हो। म आज यो पार्टीको छु अरे, तर मेरो पार्टीले काम गर्दैन भने म सधैँभरि किन म हिँड्ने त्यहाँ? मेरो आफ्नो सिद्धान्त, मैले सोचेको कुराहरू यो पार्टीले पुरा गर्न सक्छ, दिन्छ भने हामी हिँड्ने हो। तर 100 वर्षसम्म हामीले दिँदैन भने, अथवा तपाईँले 70 वर्षसम्म दिँदैन भने, अथवा एक कार्यकाल 5 वर्षसम्म दिँदैन भने अर्को कार्यकाल पनि तपाईँले नसोच्ने भने सधैँभरि त्यसमा दिने? You are doing something, but nothing is improving what you will do in future. तपाईँले आफ्नो त्यो चेन्ज द वे तपाईँले गर्नुपर्छ पर्दैन? तपाईँ हामीले चाहिँ यो कुरा चाहिँ कमिटमेन्ट गर्नुपर्छ भन्ने मेरो सल्लाह सुझाव हो। र यो बीपी क्यासलाई सुधार गर्नको लागि हामीले सरकारबाट पक्षसँग हामीले चाहिँ त्यो
सरकारमा रहेका जनप्रतिनिधिहरू र सङ्घका प्रदेशका हामीले चाहिँ उहाँहरूसँग सल्लाह गरेर मन्त्रालयमा ती स्वास्थ्य मन्त्रालयमा हामीले के गर्न सक्छौँ त्यो कुराहरू सल्लाह लानुपर्छ। हामीले यसमा आन्दोलन गरेर त्यहाँ काम गर्नेहरूलाई धेरै कुरा डिस्ट्रिब्युसन गरेर यो सुधार हुँदैन। उहाँहरूको पनि समस्या छ, त्यहाँका कर्मचारीको पनि समस्या छ। अब एउटा त्यहाँ सेक्युरिटी राख्नु पर्यो, मन्त्रीलाई फोन गर्नुपर्छ, त्यो हुन्छ? यसैले गर्दाखेरि यो धरान बिपी क्यास भनेको एसियाको नमुना थियो, ठुलो थियो, तर अहिले यो ठुलो छैन। योभन्दा ठुल्ठुलो हस्पिटल बनाए। मैले बिहार र वेस्ट बेङ्गलमा जाँदाखेरि एकजना यहाँबाट MBBS पास गरेकोले अरबौँ पैसा कमाएछ। किन? कहाँबाट चाहिँ लाइसेन्स प्राप्त भन्दाखेरि बिपी क्यासबाट। बिपी क्यासबाट प्राप्त गरेको लाइसेन्स इभन तपाईँ UK र अमेरिकामा यतिकै कलिङ आउँछ है। अब यो यहाँनिर चाहिँ तपाईँको विभिन्न प्रकारको व्यक्तिहरू बिरामीहरू उपस्थित हुनुहुन्छ। मधेसका पनि आउँछन्, पहाडका आउँछन्, विभिन्न किसिमका आएको हुनाले यो चाहिँ यहाँबाट लाइसेन्स जसले प्राप्त गर्छ, पास गर्छ, ऊ चाहिँ के अरे तपाईँको सबै चाहिँ वर्ल्डमा चाहिँ उनलाई मान्यता प्राप्त हुँदो रहेछ। यसै कारणले गर्दा धरान एउटा रेसिडेन्टियल एरियाको लागि सबैभन्दा राम्रो उत्तम ठाउँ हो र यसलाई हामी सुधार गर्नको लागि जुन किसिमको निर्णय र जुन किसिमको हामीले सहयोग गर्नुपर्छ, जनता समाजवादी पार्टी नगर अध्यक्षको हैसियतले मैले माथिल्लो कमिटी र अरू साथीहरूले राखेर चाहिँ तपाईँहरूले सहयोग गर्नुपर्छ। मैले गर्नुपर्ने सहयोग म गर्ने कुरा प्रतिबद्ध गर्दै म यहाँ सबैको कुरामा समर्थन जनाउँदै म आफ्ना भनाइ छोटकरीमा यही अन्त गर्न चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद। जनता समाजवादीका प्रतिनिधि नगेन्द्र पारघरी लिम्बुज्यू आफ्नो स्पष्ट भनाइ राखेर बिताउनु भएको छ। हामी फेरि हाम्रो यस मञ्चमा हलमा हाम्रो अतिथिको उपस्थिति भएको छ। हाम्रो यस धरान उपमहानगरपालिकाका भूपू उपमेयर, त्यसपछि मेयर, उहाँहरूको धेरै आयोजित व्यक्तित्व हुन्छन्। श्री मन्जु भण्डारीज्यूलाई अतिथि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अघि हामीले यस हलमा प्रवेश गर्दाखेरि हाम्रो अतिथिज्यूहरूलाई हामीले चाहिँ उपस्थितिमा नामावली टिपाएका थियौँ। उहाँहरूको त्यही सिरियलमा हामी चाहिँ उहाँहरूलाई यहाँ बोल्ने क्रमहरू राख्दैछौँ। बस्दाखेरि चाहिँ तलमाथि भएर बस्नु भएको रहेछ। यहाँ हामी त्यसरी हामी स्वीकार्दै अघि बढौँ र हाम्रो भूपू सांसद माननीय जयकुमार राईज्यूको अलिक व्यस्त समय भएको कारणले गर्दाखेरि उहाँले अलिकति अगाडि अरूलाई थोरै पालो मिचेर पनि उहाँले समय माग गर्नुभएको छ र उहाँलाई माग हस्तान्तरण गर्नको लागि र आफ्नो विचार राखिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हस्तान्तरण। धन्यवाद। सुनिन्छ। धन्यवाद उद्घोषक मित्र। सुधार नेपालद्वारा आयोजित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठिक छ, सुनिन्छ, समग्र सुधारको विषयमा भिसीको नियुक्तिदेखि समग्र सुधारको विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू र पूर्व जनप्रतिनिधिहरू सँगको अन्तर्क्रिया कार्यक्रमका सभाध्यक्षज्यू, सम्पूर्ण स्थानीय राजनीतिक दलका प्रमुखज्यूहरू, पूर्व नगर उपप्रमुखज्यू, पूर्व वार्ड अध्यक्षज्यूहरू, पत्रकार साथीहरू, सामाजिक अभियन्ता, सम्पूर्ण उपस्थित महानुभावहरूमा सर्वप्रथम म सुनसरी क्षेत्र नम्बर 1 को निवर्तमान प्रतिनिधि सभा सदस्य जयकुमार राईको तर्फबाट यहाँहरू सबैमा न्यानो अभिवादन टक्राउन चाहन्छु। हिजो मलाई अध्यक्षज्यूले फोन गर्नुभएको थियो। कहिले फोन नगर्ने नम्बर चाहिँ उहाँसँग त्यति राम्रो चिन्जान पनि थिएन। एउटा केही कार्यक्रममा भर्खरै एकपटक मात्रै मेरो चिन्जान भएको छ उहाँसँग। नेक्स्ट टाइम उहाँले हिजो फोन गर्नुभयो। किन फोन गर्नुभएको छ? यही सडक विस्तारकै विषय पो होला भनेर मलाई उ लाग्यो। विषयलाई लिएर बोलाउनु भएको होला भन्ने लाग्यो। तर विषय के भन्नुभयो भन्दाखेरि
बीपी प्रतिष्ठानको भिसी नियुक्तिदेखि समग्र सुधार के गर्न सकिन्छ भनेर तपाईहरुको सुझाव हामी मागिरहेका छौं भन्ने कुरा राख्नुभयो। मलाई अत्यन्त खुसी लाग्यो। त्यसो भएको हुनाले म जसरी पनि आउँछु टाइम मिलाएर भनेको थिएँ, मैले 1 घण्टा ढिलो आएँ, क्षमा माग्न चाहन्छु। 11 बजे भन्नुभएको थियो, म 12 बजे आइपुगेँ। र यो सुधार नेपालद्वारा यो बीपी प्रतिष्ठानको समग्र सुधारको विषयमा अहिलेसम्म गरेको कुराहरू अघि यस संस्थाका जिम्मेवार व्यक्तित्वले यो चरण हामीले पार गरिसक्यौं, आज तपाईहरुको सुझाव लिँदैछौं भन्ने कुरा राख्नुभएको छ। बुद्धिजीवीहरूसँग धरानको महान नाम्रो चिने बुद्धिजीवीहरू प्रतिष्ठित व्यक्तित्वहरूसँग उहाँले सुझाव लिनुभएको रहेछ। सबैको नाम वाचन गर्नुभयो। अवश्य पनि तपाई हाम्रो भन्दा सुझाव भन्दा अझै बेहतर राम्रो सुझाव आएको हुन सक्छ। अत्यन्तै राम्रो काम गर्नुभएको छ तपाईहरुले। सुधारको निम्ति जुन सुझाव तपाईहरुले लिँदै हुनुहुन्छ श्रृंखलाबद्ध रूपमा, त्यो मलाई धेरै राम्रो लाग्यो। आज यहाँहरुसँग हामीसँग तपाईहरु सुझाव लिँदै हुनुहुन्छ। अर्को तपाईहरुले सुझाव लिनुपर्ने कुरा, राजनीतिक दलका स्थानीय साथीहरु किन आउनु भएन भन्ने प्रश्न गर्नुभएको छ। 3-4 दलका राजनीतिक दलको साथीहरु यहाँ उपस्थित नभएको मैले पाएँ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, तपाई त प्रतिनिधि होइन, विद्यार्थीबाट हो हैन। म पनि अब हाम्रो उपप्रमुख पनि हामी निवर्तमान जनप्रतिनिधिको हैसियत ल्याएका छौं र जनता समाजवादी नेपालबाट आउनु भएको नभएको यहाँ देखिन्छ। उहाँहरु किन आउनु भएन त्यो आफ्नो पार्टीको तर्फबाट हामीले प्रश्न गरौँला, सोधौँला। तर अब नआएपछि किन उ गर्ने त्यो प्रसङ्गै नगरौँ। उहाँले भोलिपछि तपाईहरुलाई व्यक्तिगत भेटेर आफ्नो स्पष्टीकरण दिनुहोला। अर्को तपाईले जुन बुद्धिजीवीहरूबाट लिनुभयो, अर्को मैले तपाईहरुसँग आज हामीसँग लिँदै हुनुहुन्छ पूर्व जनप्रतिनिधिहरू लगायत स्थानीय राजनीतिक दलहरूसँग लिँदै हुनुहुन्छ, यो पनि उपलब्धिमूलक नै हुन्छ। अर्को कुरा तपाईहरुले लिँदाखेरि उपयुक्त हुने मेरो सुझाव, तपाईले लिनुहुन्छ लिनुहुन्न त्यो आफ्नो कुरा, त्यही भित्र रहेका हाम्रो बीपी प्रतिष्ठान भित्र रहेका हाम्रो यहाँका कर्मचारी साथीहरूसँग पनि त्यहाँको मिहिन तरिकाले व्यथिति विसङ्गतिको बारेमा उहाँलाई जानकार छ। उहाँहरूसँग पनि तपाईहरुले चाहिँ प्रतिनिधिमूलक लिनुभए अझै तपाईहरुले त्यहाँ के पदाधिकारीहरूसँग भिसीसँग तपाईहरुले यो समस्या समाधानको निम्ति तपाईहरु यो सुझाव सहित जाँदाखेरि उपयुक्त हुन्छ जस्तो मलाई लागेको छ। त्यहाँको पूर्व कर्मचारीहरू हुन सक्छ, निस्किएर यहाँ बसिरहेको साथीहरू, अहिले पनि भएको साथीहरूले त्यहाँ आजित भएर हामीलाई पनि केही सुझावहरू दिइराख्नु भएको छ। त्यस्तो साथीहरूको केही नाम म तपाईलाई पनि दिन सक्छु, त्यो पनि एकपटक गर्नु होला। र अर्को कुरा, तपाईले गर्नुभएको कुरा अघि रिपोर्टमा आएन। यहाँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू र वर्तमानहरूसँग पनि तपाईहरुले सुझाव लिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्यो। कि लिइसक्नुभयो भनेर अघि डाटामा त आएन। होइन उ के अरे उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू र वर्तमान भइसकेको छ होइन। अरू म चाहिँ समग्र भनेको होइन, त्यो पनि गर्दा राम्रो हुन्छ। र अब के हो भन्दाखेरि यो विषयमा मलाई किन यहाँनिर आउनु उत्सुक लाग्यो भन्दाखेरि यो हामी जनप्रतिनिधि हुँदा यो सुधारको निम्ति हरेक प्रयास गरियो, तर हामीले पनि गर्न सकेनौँ। म सङ्घीय संसद हुँदा पटक पटक प्रदेशका यहाँ स्थानीय हामी जनप्रतिनिधिहरू धेरै डेलिगेसन गएका थियौँ र यो सुधार गर्नु पर्यो, यो खालको चाहिँ जनताले दुःख पाए, बिमारीले दुःख पाए भन्ने कुरा हामीले गर्दा के हो भन्दाखेरि अहिले पनि हामीले चाहे अनुरूपको त्यहाँनिर सुधार ल्याउन सकिएन। ठुलो चिन्ताको विषय। र मलाई के लाग्थ्यो भन्दाखेरि तपाईको धेरै अगाडि म विद्यार्थी राजनीति गर्दाखेरि यता भ्रष्टाचार उता भ्रष्टाचार सबै भ्रष्टाचार हुन्थ्यो। अनि मलाई के लाग्थ्यो भन्दाखेरि स्वास्थ्य क्षेत्रमा र शिक्षामा चाहिँ भ्रष्टाचार छैन होला भन्ने मेरो निष्कर्ष थियो। यो अत्यन्तै संवेदनशील, स्वास्थ्य क्षेत्रमा चाहिँ पक्कै भ्रष्टाचार छैन भन्ने मलाई लाग्थ्यो। तर
तर सबैभन्दा त के भन्दाखेरि स्वास्थ्य र शिक्षामा भ्रष्टाचार रहेछ। यो भन्दा के विडम्बना के हुन्छ भन्नु त दुःख लाग्दो कुरा के हुन्छ भन्नु न। दुःख लाग्दो के हुन्छ? पूर्वाधारको कुरा, अन्य सिधा अन्य कुराको कुरा, एउटालाई कृषिको कुरालाई छोडिदिउँ, त्यो स्वास्थ्य र शिक्षामा पनि हामी त्यसरी खेलबाड गरेर भ्रष्टाचार गर्छौँ, अनियमितता गर्छौँ, जनतालाई दुःख दिन्छौँ भने हामी के भन्ने भन्नुहोस् त? कसलाई प्रश्न गर्ने? यो बेथितीको चाङ बिपी प्रतिष्ठानमा छ। हामी धरानकै बिपी प्रतिष्ठानको कुरा गरेको हुनाले त्यहीको समस्या समाधान गर्नुपर्ने उद्देश्यका साथ अहिले हामी यो अन्तर्क्रिया गरेको हुनाले हामी त्यही केन्द्रित हुनुपर्छ। देशैभरि छ यो बेथिती अन्त हुनुपर्छ, तर अहिले हामी चाहिँ बिपीकै भएको हुनाले त्यहीँभित्र केन्द्रित हुनुपर्छ। हेर्नुहोस्, र अर्को कुरा के हो भन्दाखेरि सबैभन्दा अघि पूर्ववक्ता मित्रहरूले कुरा राख्नुभयो, सिस्टमको कुरा गर्नुभयो, प्रणालीको कुरा गर्नुभयो। त्यो त अझै के हामी जङ्गली युगमै छौँ। सिस्टमको कुरा गर्ने हो भने हामी जङ्गली युगमै छौँ। हामी त्यो सिस्टम कसरी हामीले अपनाउने होला? एकजना हिजो यहीँको धरानको एकजना नागरिक, एकजना बहिनी, उसको आमा बिमारी भएर यहाँ आउनुभएको छ। उहाँले के भन्नुभयो भन्दाखेरि युकेबाट आउनुभएको, मलाई त्यो कुराले चाहिँ चित्त दुख्यो क्या तपाईँको। उहाँले के भन्नुभयो भन्दाखेरि म त नेपाल नआउँ भनेको, तर आमा बिमार भएर पटक पटक आउनु परेको छ दाइ भनेर भन्नुभयो क्या। के अरे भने मैले, अनि तिमी नेपाल नआउने अरे भनेर मैले भने, होइन म त नेपाल त मन पर्दैन दाइ भनेर भन्नुभयो क्या। के भन्छौ हो तिमी भने, होइन दाइ मलाई त मन पर्दैन भने। तिमी जन्मेको ठाउँ होइन, मातृभूमि होइन भनेर भन्दाखेरि उहाँ एउटा प्रतिनिधि पात्र हो। सबैभन्दा अहिले नेपाल नबस्ने मानसिकता बनाएको मान्छेहरू हाम्रो झन्झटिलो एउटा जुन एउटा प्रणाली छ, हाम्रो कर्मचारीहरूले शास्ति दिएको छिटो छरितो काम नहुने झन्झटिलो भनसुन, मन्त्रीको, माननीयको, उपमेयरको, वार्ड अध्यक्ष, ठुलो नेताहरूको भनसुनबाट मात्रै काम हुने एउटा प्रणालीले गर्दा हाम्रो नेपाली जनता वाक्क दिक्क छ। नेपाल छोड्न तयार। उहाँले त्यही भन्नुभयो, हामी त युकेमा त दाइ कोही चिन्नै पर्दैन, एकछिनमै गयो काम भइहाल्छ, केही जाम पनि हुँदैन, केही पनि हुँदैन, रोक्यो के आफ्नो डकुमेन्ट तुरुन्त बनाइदिइहाल्छ, हुने कुरा भइहाल्छ, नभए भनसुन कुनै जरुर छैन। तपाईँहरूको हाम्रो देशमा कतिजनालाई भनसुन गर्नुपर्ने, के गर्नुपर्ने, एउटा कागजको निम्ति 1 महिना पर्खिनुपर्छ भनेर उहाँले भन्नुभयो। अनि नेपाल नबस्ने भन्नुभयो क्या। कारण सिस्टम नभएर, प्रणाली स्थापित नभएर, झन्झटिलो दुःख दिने, ह्यारेसमेन्ट गर्ने, त्यो कागज बनाउनको निम्ति के पैसा माग्ने, दिगदारी दिनेको कारणले गर्दाखेरि अझ त्यो खालको चाहिँ अहिले नेपाल छोड्ने प्रवृत्ति छ। 60 लाख 80 लाख नेपाली हामी बाहिर गएको छ, क्यानाडा, अमेरिका भन्छौँ, तर त्यो किन गइरहेको छ भन्ने कुरा हामी चाहिँ सूक्ष्म तरिकाले अब हामीले खोज्नुपर्ने बेला आएको छ। हामी जनप्रतिनिधिले मात्रै होइन, राजनीतिक दलका नेताले मात्र होइन, अब यो सुधार गर्नको निम्ति नागरिक सबैभन्दा के हो भन्दाखेरि सचेत हुनु जरुरी मैले पाएँ। राजनीतिक दल मात्रै भनेर हुँदैन, जनप्रतिनिधि भनेर मात्रै हुँदैन, अब नागरिक नै सचेत हुनु पर्यो। अघि एकजनाले भन्दै हुनु ठाउँको ठाउँ अहिले त के छ भन्दाखेरि तपाईँको आफ्नो मोबाइल छ नि, काम किन भएन, त्यही लाइभ किन भएन, मेरो डकुमेन्ट के पुगेन भन्नु पर्यो, किन हुनु सकेन, के चाहियो भन्नु पर्यो नि त प्रश्न। त्यसले गर्दाखेरि बिपी प्रतिष्ठानको उदाहरण भनिदिउँ, त्यो लाइन लाग्ने कुरा, लाइन पनि अर्कोले उछिनेर अर्को लाने कुरा गर्नुभएको हुँदै थियो र मैले सिस्टम हामीले बिपी प्रतिष्ठानमा मात्रै होइन समग्र हाम्रो देशको कर्मचारी तन्त्रमा हामीले सुधार गर्नुपर्छ। हामी बिपी प्रतिष्ठानको भएको हुनाले यही भित्र पनि हामीले सुधार गर्न सकेका छैनौँ भन्नुहोस् त। लाइन लाग्ने, फोनबाट अघि चाहिँ नाम टिपाएको छ, ठुलो मान्छे माननीय भनेर अघि उपचार गर्नु पुगेको छ, म वार्ड अध्यक्ष भनेर पुगेको छ, म मुख्यमन्त्रीको स्वकीय सचिव भनेर छिरेको छ। त्यो होइन, सबै मान्छेको पनि सिस्टम मान्नुपर्छ। तपाईँ अगाडि लाइन लाग्नुपर्छ, तपाईँको अगाडि आउनुपर्छ, म पछाडि बस्नुपर्छ। तर हामी त के गर्छौँ, म पूर्व माननीय हो, म अगाडि जान्छु भनिन्छ। हो, हाम्रो आदरणीय 70, 75, 80 वर्षको हाम्रो अभिभावक हुनुहुन्छ भने उहाँलाई तपाईँ अगाडि जानुहोस् भन्नु सक्नु पऱ्यो नि। हो, यो सिस्टम डेभलप गर्नको निम्ति तपाईँहरूले के हो भन्दाखेरि त्यहाँको व्यथिति देश विदेश तपाईँहरू डुलेर आउनुभएको छ। अझै हाम्रो अध्यक्षज्यू त धेरै वर्ष बोर्डमै बसेको मान्छे,
त्यहाँको सिस्टम तपाईँले के गरी हेर्नुभएको छ? यो कुराहरूलाई चाहिँ के भन्दा त्यहाँनिर सुधार गर्नका निम्ति के गर्न सकिन्छ? 1, 2, 3 सुधार लेखेर लानु पर्यो। ओपिडीमा कति के गर्नुपर्ने उपचार गर्दाखेरि, अनि इमर्जेन्सीमा कस्तो छ, अनि अन्य उहरूमा चाहिँ अपरेसनमा, अनि तपाईँको अपरेसनको चाहिँ हड्डीको अपरेसन गर्नु पर्यो भने 1 महिना 2 महिना ल हेर्नु त, बिमारी छटपटाएको छ 2 महिनामा अपरेसनको डेट दिन्छ। एपेन्डिसाइडको तपाईँको तत्काल गर्नुपर्ने भोलि पर्सि भनेको छ, छटपटी राखेको छ। यो खालको सिस्टम हामी के गर्न सकिन्छ? तपाईँहरूले अलिकति टिपेर लानु पर्यो। र अर्को कुरा तपाईँहरूले यहाँनिर तपाईँले कुरा गर्दाखेरि, सुधारको कुरा गर्दाखेरि सबैभन्दा त्यहाँनिर समस्या देखिएको चाहिँ बिमारीहरूलाई गर्ने बिहेभियर हाम्रो जिरो छ। जिरो। बिमारीले त के हो, नर्स र डक्टरले तपाईँको उपचार गर्दाखेरि शालीन भद्र मायालु तरिकाले त्यो बिमारीलाई ट्रिट गर्ने भने आदि बिमार निको हुन्छ नि। तर त्यहाँ यस्तो हेरेसमेन्ट गर्ने तरिकाले उपचार गरिन्छ भने चाहिँ बिमारीहरूले तपाईँ कति तपाईँलाई भनेको छ नि। अनि कसरी चाहिँ त्यो बिमारी चाहिँ निको हुन्छ भन्नुहोस् त? डक्टर र नर्सले गर्ने बिहेभियरमा पनि ठुलो चेन्ज ल्याउनुपर्छ हामीले त्यहाँ। यदि त्यो हामी चाहिँ अन्य पूर्वाधारको अन्य सिस्टमको मात्रै कुरा गर्ने हो भने त्यो हाम्रो डक्टर र नर्सहरूले हाम्रो बिमारीलाई उपचार गर्दाखेरि उहाँले गर्ने व्यवहार हैन नम्र शालीन मायालु तरिकाले चाहिँ बुझाउने तरिकाले गरेन भने त्यो जति हामीले सुधार गरेर पनि केही हुँदैन। यो कुरा एउटा सुधार गर्नुपर्ने देखिन्छ। अर्को कुरा प्रशासनतर्फको, यो त डक्टर र नर्सको कुरा गरेँ मैले। अर्को प्रशासनतर्फको तपाईँको विभागीय प्रमुखहरूदेखि तल हाम्रो सफाइसम्मको लापरवाही तपाईँले अघि नै कुरा गर्नुभयो। यति लापरवाही छ। अब त्यसलाई कसरी सुधार गर्न सकिन्छ? हामीले त्यहाँको कर्मचारी साथीहरूसँग के लापरवाही भइरहेको छ भन्ने कुरा तपाईँले हामीले टिपेर लानु पर्यो। यहाँ त के सुनिन्छ भन्दाखेरि यहाँ आइसियु हुँदाहुँदै पनि एम्बुलेन्सको ड्राइभरसँग मिलेर विराटनगरको निजी अस्पतालको के अरे सँग चाहिँ तालमेल मिलाएर कमिसनको नाममा यहाँ उपचार हुँदैन, तपाईँलाई तुरुन्तै तल लगिहाल्नुपर्छ भन्ने पनि छ। यो विधिति अन्त गर्नु पर्यो कि परेन? त्यहाँ हाम्रो एम्बुलेन्सको ड्राइभरहरू अनि विराटनगरको चाहिँ निजी अस्पतालका डक्टरहरूसँग मिलेर यहाँ उपचार केही हुँदैन, बिपीमा त तपाईँ राख्नु भने मरिहाल्छ तपाईँको बिमारी भनेर ह्यारेसमेन्ट गराएर तुरुन्तै यहाँ हुने उपचार हुँदाहुँदै पनि तल लाने गरिन्छ। त्यो त मैले भने एम्बुलेन्सको डक्टर र बिपी के अरे निजी अस्पतालको विराटनगरको अस्पतालहरूको कुरा गरेँ। त्यहीँको कर्मचारीहरूको पनि मिलोमतो छ। यही बिपी प्रतिष्ठानकै कर्मचारीहरूले पनि उतै रिफर गर्ने सल्लाह दिन्छ। यो अन्त हुनु पर्यो। र अर्को कुरो तपाईँ हामीले यहाँनिर चाहिँ उपचार नहुने कुरा चाहिँ के छ भन्दाखेरि बढी ह्यारेसमेन्ट गर्ने चाहिँ ब्लडको रिपोर्ट पनि कति 1 महिनामा, तपाईँलाई थाहा होला कतिले भन्छ। ब्लडको रिपोर्ट कति दिनमा आउनुपर्ने भन्नुहोस् त? अन्य प्रविधिबाट चाहिँ जुन हाम्रो रिपोर्ट आउनुपर्ने हो त्यो त महिनौँ दिन। अब मेसिनहरू बिगारिएको छ, आफै बिगारिएको छ। फेरि हेर्नुहोस्, सिटी स्क्यानको एमआरआईको तपाईँले भन्दै हुनुहुन्छ नि, त्यहाँ बन्यो भने पनि 15 दिनमा बिगारिदिन्छ। बिगारेर उहाँ हाम्रो विष्णु भेनाकोमा होला त्यहाँ एउटा, त्यहाँनिर जाने भनेर भन्छ। त्यहाँनिर बिग्रियो, त्यहाँ माथि चाहिँ जानुहोस् भनेको छ। अनि त्यहाँ भएन भने पनि विराटनगर जानुहोस् भन्ने आएको छ। अनि त्यहाँबाट के हुने, कमिसनको खेल, अनि बिमारीलाई हैरान। अनि बिपी अब नजाँदा हुन्छ भन्ने मानसिकता तयार गरेको छ। बिपी किन जानु? अहिले त्यो रिपोर्ट लिनुलाई कि बाहिर जानु पर्यो, पुतल लाइन जानु पर्यो, बुद्ध चोक जानु पर्यो, कि विराटनगर जानु पर्यो, इटरी जानु पर्यो रिपोर्ट ल्याउनु भने किन त्यहाँ जानु, बरु डाइरेक्ट त्यतै जाने भन्ने खालको मानसिकता तयार गरिएको छ त्यहाँ। यो यसको सुधारको निम्ति तपाईँको हाम्रो मेसिनहरू किन बिग्रिन्छ? एमआरआई, सिटी स्क्यान लगायत अन्य कुरा उपकरणहरू चाँडो चाँडो किन बिग्रिन्छ, किन बिगारिन्छ? यो कुरा तपाईँले प्रश्न गर्नु पर्यो। सबैभन्दा के हो भन्दाखेरि यहाँको त्यो मेसिनहरू उपकरणहरू अन्तर्राष्ट्रिय दात्री संस्थाले सहयोग गरेको हुनाले सबैभन्दा राम्रो उपकरणहरू छ। तर चाँडो बिगार्ने
अनि अन्य ठाउँमा चाहिँ बिमारीलाई पठाउने यो कुरा चाहिँ तपाईँ हामीले चाहिँ अन्त गर्नको निम्ति तपाईँ त डेलिगेसन जानुहुन्छ, यो कुरा त तपाईँहरूले त सबैको सुझाव कलेक्सन गरेर तपाईँ जानुहुन्छ नि। यो मिसिनहरू किन बिगारिन्छ? अनि रिपोर्ट यति दिनमा किन भनिन्छ? अपरेसनको डेट यति दिनमा किन दिन्छ? 2 महिना 3 महिना लगायतका कुराहरू तपाईँले यो प्रश्न गर्नु पर्यो। उहाँले के यसको बारेमा उहाँले चाहिँ तपाईँलाई एन्सर दिनुहुन्छ, त्यसको आधारमा तपाईँहरूले पनि तयार आफ्नो अघि नै भन्दै हुँदै नि कसरी सुधार गर्न सकिन्छ, हामी अर्को वैकल्पिक उपाय पनि गर्नुपर्छ कि भनेर तपाईँहरू भन्दै हुनुहुन्थ्यो। त्यतातर्फ तपाईँहरू चाहिँ नै जानुपर्छ होला जस्तो लागेको छ मलाई। अर्को कुरा त्यहाँनिर बिपी प्रतिष्ठानभित्र बस्ने हाम्रो चाहिँ कर्मचारीहरू आवास गृह कुन प्रयोजनको लागि हो? अहिले तपाईँहरू त्यहाँ जाँदाखेरि कस्तो लापरवाही छ? त्यहाँ सुँगुर चाहिँ पालेको छैन होला, खसी बाख्रादेखि सबै तपाईँको के अरे गरेर त्यो आवास गृहमा लेउ लागेर पिपल उम्रेर लथालिङ्ग छ। हस्पिटलको त कुरा नगर्नुहोस्, आवास गृहमा पनि खसी पाल्ने सुँगुर चाहिँ देखेको छुइनँ होइन, लगायत चाहिँ खसी बाख्रा पाल्ने अनि तपाईँको लथालिङ्ग त्यो चाहिँ सरकारी भवन भनेपछि त हाम्रो त्यो चलन छ नि त। पिपलको रुख उम्रिरहेछ, लेउ लागिरहेछ, सिसा फुटेको छ। त्यहाँ जाने हो भने तपाईँको कुनै ठाउँको एउटा धोबीले लुगा सुकाए जस्तो लुगा लथालिङ्ग सुकाएको छ, हस्पिटल जस्तो नि देखिँदैन। त्यो बिमारीहरू नि आवास गृहको कुरा गर्दैछु। यो खालको व्यथिति त्यहाँ छ हेर्नुहोस्। र यो अब तपाईँले मैले भने अब त्यहाँनिर तपाईँ हामी भिसीको नियुक्तिको कुरा हामी गर्दैछौँ। सबैभन्दा के भिसीको नियुक्ति तपाईँले अघि नै चर्चा गर्नुभयो। हामीले यो बिपी प्रतिष्ठानको सबै समस्याहरू समाधान गर्ने र समस्या बुझेको यहाँकै स्थानीय यहीँको डाक्टर हुनुपर्छ भनेर भनिराखेका छौँ धरानेले। तपाईँहरूको पनि उद्देश्य त्यही होला यो छलफलको, यहीँको हुनुपर्छ। बाहिरबाट आएर यहाँको यो बिपी प्रतिष्ठान समाधान हुँदैन। त्यही बिपीभित्र रहेका कार्यरत डाक्टरहरूबाट सक्षम योग्य त्यहाँको समस्या समाधान गर्ने, समस्या बुझेको र सबैलाई समन्वय गर्न सक्ने यहाँको राजनीतिक दल, यहाँको नागरिक समाज र त्यहाँको सबै कर्मचारीहरूलाई समन्वय गर्न सक्ने सक्षम खालको मान्छे भिसी नियुक्ति हुनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। तर अहिलेसम्म हामीले भोगेको कुरा के छ भन्दाखेरि यहाँको राजनीतिक दल, यहाँको जनप्रतिनिधिले थाहा हुँदैन यहाँको भिसी नियुक्त हुँदाखेरि। कहाँकोलाई थाहा हुन्छदेखि विराटनगरकोलाई थाहा हुन्छ अनि झापाकोलाई थाहा हुन्छ, तर धरानको राजनीतिक दल जनप्रतिनिधिलाई थाहा हुँदैन। यो व्यथिति छ। र तपाईँले अघि भन्नुभयो यहाँ भिसी आउनको निम्ति 9-10 करोड बुझाएर आउनुपर्छ भनेर सुनेका छौँ भन्नुभयो। मैले नि सुनेको कुरा नै हो। तपाईँले जे सुन्नुभयो मैले नि सुने त्यो, तर त्यसको अन्त हुनुपर्छ भनिराखेको छौँ। र अझै म त के भन्छु भन्दाखेरि म नेकपा एमालेको निवर्तमान जनप्रतिनिधि न नेकपा एमालेको एउटा कार्यकर्ताको हैसियतले पनि म के भन्छु भन्दाखेरि यस्तो प्रतिष्ठानहरू राजनीतिक भागबण्ड हुनु हुँदैन भन्छु। योग्यता क्षमताको आधारमा जो फिट हुन्छ उसलाई दिनुपर्छ। यो काङ्ग्रेसको भाग, यो एमालेको भाग, यो माओवादीको भाग, यो जसपाको भाग, यो राप्रपाको भागले गर्दाखेरि चाहिँ के हो भन्दाखेरि हाम्रो देश बिग्रियो, जनताले दुःख पाए। यो दुःख पाएको कारणले गर्दाखेरि आफ्नो मातृभूमि छोड्न तयार छन् नेपाली जनता। यही व्यथितिको कारणले भन्छुन्, व्यथिति आजित भएर त्यो के भन्दाखेरि आफ्नो मातृभूमिलाई छोड्न तयार छन् क्या नेपाली जनता। त्यसले गर्दाखेरि यो नेकपा एमालेको भाग, यो काङ्ग्रेसको भाग, यो भन्दा पनि यो बिपी प्रतिष्ठान सुधार गर्नको निम्ति को योग्य छ, को सक्षम त उसलाई नियुक्ति गर्नुपर्छ। हामीले यो चर्चा गरेको चाहिँ हामीले धरानीहरूले चर्चा गरेको हामीले सुनेका छौँ। यहाँको विक्रम श्रेष्ठलाई भन्दा हुन्थ्यो, विक्रम श्रेष्ठलाई गर्दा हुन्थ्यो, सञ्जीव शर्मालाई गर्दा हुन्थ्यो, हामीले भनिराखेका छौँ नि। छलफल पनि तपाईँले धेरै पटक गर्नुभयो। तर के छ भन्दाखेरि अब त्यो भागबण्डाको कारणले गर्दाखेरि त्यो ओझेलमा परिसक्यो। कसको भागमा पर्छ? जति हामीले नाम अघि उच्चारण गऱ्यौँ उहाँहरूबाट हुने सम्भावना हामी देखिँदैन। तर हाम्रो यो सुधार नेपालले चाहिँ के गरोस् भन्दाखेरि त्यहाँको व्यथिति अन्त गर्ने, समस्या बुझेको, अघि नै मैले भने
त्यस्तो मान्छेलाई चाहिँ भिसी नियुक्ति गर्नु पर्यो भने तपाईँले लबिङ गर्नु पर्यो, आवाज उठाउनु पर्यो। म यति कुरा राख्न चाहन्छु। अर्को कुरा, यहाँ भिसीले मात्रै फेरि बिपीको यो हालत पुग्यो भन्ने कुरा हामी निष्कर्ष निकाल्नु हुँदैन। बिपीको यो हालत हुनमा चाहिँ भिसीको ठुलो हात छ भन्ने कुरा प्रमुख भएको कारणले हो हामीले त्यसरी देखेका छौँ। तर त्यहाँको चाहिँ के हो भन्दाखेरि विभिन्न डिपार्टमेन्टको चिफहरूको नलायिकापन, जिम्मेवारीविहीनको कारणले यो बिपी यो ठाउँमा पुग्यो। हामी चाहिँ भिसी नै देख्छौँ, त्यहाँ 4 पदाधिकारी देख्छौँ। मेन त उहाँहरूकै रोल हो, तर उहाँहरूले नै कमान्ड गर्नु नसक्ने गरी त्यहाँको विभागीय प्रमुखहरू कमिसनको खेलमा लागेर त्यहाँको चाहिँ बिमारीलाई, जनतालाई दुःख दिइराखेको छ। त्यहाँ तपाईँ सुन्नुहुन्छ भने त्यहाँको टोइलेट सफा गर्ने के लिक्विडहरू हुन्छ नि, त्यसमा पनि तपाईँको कमिसन गर्ने कुराले गर्दाखेरि त्यहाँले तछाड मछाड चाहिँ नि त्यो विभागीय प्रमुख हुनको निम्ति चाहिँ नि तछाड मछाड गर्छ। अनि तपाईँको भिसीले मात्रै त्यो गर्न सक्छ, भिसीले गर्न सक्नुपर्ने हो। तर भिसीको नियुक्ति हामीले अघि भन्यौँ नि, त्यो खालको चाहिँ नि नियुक्तिबाट के आशा गर्न सकिन्छ? त्यसले गर्दाखेरि सबै कर्मचारीहरूले तपाईँले भिसीलाई मात्रै होइन, 4 पदाधिकारीलाई मात्रै होइन, तपाईँले सबै कर्मचारीहरूलाई, त्यहाँको प्रमुखहरूलाई राखेर यो कुरा राख्नु पर्यो। तपाईँहरूले यो व्यथिति तपाईँहरूबाट सुरु भएको छ। हामीले प्रमुखलाई मात्रै होइन, तपाईँहरूको पनि नालायिकपनले गर्दाखेरि, गैर जिम्मेवारीकोपनले गर्दाखेरि जनताले दुःख पाए। आज रुक्न अवस्थामा छ। यो बिपी पनि भएन भने धरान रुक्न अवस्थामा चाहिँ नै अवस्थामा धरान पुग्न गइरहेको छ भन्ने कुरा चाहिँ हामीले चाहिँ भन्नु पर्यो। यो कुराहरू तपाईँले राख्नको निम्ति म हार्दिक अनुरोध गर्दै, हामी आफ्नो जनप्रतिनिधि हुँदा र पूर्व जनप्रतिनिधि राजनीतिक दलको तर्फबाट हामीले कोसिस गरिराखेकै हो। तपाईँले थप यो एउटा सुधार नेपालबाट पनि एउटा जुन यो कार्यक्रम सञ्चालन गर्नुभएको छ, अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी साथीहरूलाई तपाईँहरूको यो निरन्तर जारी रहोस्। तपाईँहरूको यो कार्यमा हाम्रो साथ रहनेछ भन्ने प्रतिबद्धता जारी गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद भूपू माननीय जयकुमार राईज्यूले आफ्नो सांसद हुँदा पनि प्रयास गर्ने भनेर चाहिँ भन्नुभएको छ। यो सराहनीय कुरा हो। अब यो पब्लिक फोरमबाट पनि हामी एउटा यो चाहिँ जमघट छलफल गर्ने एउटा ठाउँ मात्रै हामीले चाहिँ बनाएका छौँ। अझै पनि यहाँहरूको अझै पनि आफ्नो सरकार, आफ्नो पार्टीको र आफ्नो सहकर्मी साथीहरूको नै सरकारहरू, पार्टीहरू भएकोले गर्दाखेरि यहाँको भूमिका त्यति नै हुन्छ भन्ने हामीले अझै पनि बुझेका छौँ। यहाँलाई आफ्नो विचारको लागि धन्यवाद भन्न चाहन्छु। हाम्रो संस्थाबाट यहाँलाई धन्यवाद भन्न चाहन्छौँ। र म फेरि पनि हाम्रो सिरियल नम्बरको वक्तालाई म वचन गर्न चाहन्छु। रबिन श्रेष्ठज्यू हुनुहुन्छ, अखिल क्रान्तिकारी सुनसरी इन्चार्ज हुनुहुन्छ। उहाँलाई माइक हस्तान्तरण गरिदिनु होला र उहाँलाई आफ्नो विचार राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद आयोजक कमिटीका साथीहरू, उपस्थित पूर्व माननीय पूर्व उपमेयर तथा धरानका समग्र बुद्धिजीवीहरूमा मेरो न्यानो नमस्कार। अब मैले धेरै बोल्नुपर्ने जस्तो त मलाई सायदै लाग्दैन। अब यहाँको बुद्धिजीवी व्यक्तित्वहरूले, जनप्रतिनिधिज्यूहरूले धेरै कुरा बोलि नै सक्नु भएको छ। म एउटा आयोजक तर्फबाट म एउटा कुरा भन्न चाहन्छु। जस्तै म आउनु बित्तिकै मैले सुने शुभकामना स्वागत मन्तव्यमा यो 3 दल 4 दल आएन भनेर एउटा गुनासो जस्तो आइरहेको थियो। यसका प्राविधिक पक्ष होला नि, तर आयोजक कोहीप्रति पूर्वाग्रही हुनु हुँदैन, एउटा कुरा। दोस्रो कुरा, यहाँ भिसी यो बिपीकेएचएस हस्पिटलको भिसी नियुक्ति र यहाँका समग्र सुधारका पक्ष छन्। अब हामीले अहिले हेर्दाखेरि, यसो देख्दाखेरि
यो कार्यालयको प्रमुख भिसी हो हुने र यसको सबै जिम्मेवारी चाहिँ भिसीलाई नै थुपार्ने एउटा प्रवृत्ति छ। अब यो भिसी नियुक्ति नै मलाई लाग्छ अहिले राजनीतिक दलहरुमा जति फोहोरी भए त्यो फोहोरी भएपछि राजनीतिक दलहरूले नियुक्ति गर्ने राजनीतिक नियुक्तिहरू त्यहाँबाट सफा भएर बच्न सक्छ भन्ने मलाई लाग्दैन। मेरो बुझाइ पछिल्लो समय अब यसलाई कसरी चाहिँ फेरि सफा गर्ने यसको विकल्प के त हैन भन्दाखेरि यसको विकल्प पनि अर्को नरहला। मेरो बुझाइ पछिल्लो समय हामीले सुन्न आएका एक दुईवटा शब्द थिए मेरिटोक्रेसी अन्तर्गत चाहिँ राजनीतिक नियुक्तिहरू दिने भन्ने थियो एउटा चलन आयो। त्यो चलनमा म टियुको विद्यार्थी भएको नाताले मैले बुझेको मैले इक्जाम दिँदाखेरि परीक्षा कोर्स हुने 1 वर्षको 1.5 वर्षमा इक्जाम हुने 2 वर्षपछिसम्म रिजल्ट आउने प्रविधि थियो। मेरिटोक्रेसीमा एकजना हाम्रो बडाल सर नियुक्ति भएपछि भिसी नियुक्ति भएपछि उहाँहरूको टार्गेट 100 दिनमा रिजल्ट दिने भन्ने थियो। मास्टरको त तपाईको 10 दिनमा परीक्षा भएको 10 दिनमा रिजल्ट दिनुभयो के। परीक्षा एउटा विद्यार्थी परीक्षा दिएर कति वर्षसम्म त्यो रिजल्ट पर्खिनु पर्ने फेरि उसले ब्याक पेपर कहिले दिनुपर्ने यी विविध समस्याहरू थिए। यी समस्याहरू मेरिटोक्रेसीबाट तपाईको चाहिँ त्यसका मार्क्सहरू हुँदो रहेछन् कुन कुन क्षेत्रमा कति कति मार्क्स दिने र तपाईको चाहिँ त्यो उच्चतम मार्क्स आएका प्रतिस्पर्धीहरूबाट चाहिँ नियुक्ति दिने रहेछ। अब यो लाइन पो ठीक हो कि मैले बुझेको। तर अब हाम्रो राजनीतिक व्यवस्था यस्तो भयो उहाँ चाहिँ यो देशको प्रधानमन्त्री चेन्ज भएपछि उहाँले राजीनामा दिनु बाध्य हुनुभयो हैन। अब यो देशको राजनीतिक सिस्टम नै यस्तो भयो। हामीले म प्राविधिक कुरा त धेरै बुझ्दिनँ म सामाजिकको विद्यार्थी हो। तर हामीले बुझेको मैले बुझेको के थिए भने यो देशमा लोड सेटिङको अन्त्य जसरी हुँदै थियो हैन। जनार्दन शर्मा ऊर्जा मन्त्री र प्रचण्ड प्रधानमन्त्री भएपछि यो देशको प्रमुख तपाईको चाहिँ एउटा देश विकासकै लागि ऊर्जा क्षेत्रको ठुलो योगदान हुन्छ। यो क्षेत्रमा कायापलट भएको थियो। यो कायापलट हेर्दाखेरि हामीले बुझ्दाखेरि मैले व्यक्तिगत रूपमा म पार्टीगत त जान्न मैले व्यक्तिगत रूपमा बुझ्दाखेरि मैले जति बिल युनिटको जसरी पैसा तिरेको थिएँ त्योभन्दा मैले सस्तो तिर्नु पाइरहेको थिएँ एउटा कुरा। दोस्रो कुरा मैले जति लोड सेटिङ भोगिरहेको थिएँ यो देशमा त्यो लोड सेटिङको अन्त्य भएको थियो। अब उसलाई तथानाम चाहिँ विभिन्न मुद्दा लाएर अब मुद्दा लाउनेहरू पनि को भन्दाखेरि हामीलाई थाहा छ सरकारको सम्पत्ति लुट्नेहरूले मुद्दा विभिन्न बाहना बनाएर विभिन्न काम गर्नु नदिएर हैन छेकेर तपाईको अर्को नियुक्ति भयो। अर्को नियुक्ति भएको केही समयदेखि लाइन झ्याप्की झ्याप जान्छ। अब यो के भइरहेछ यस्तै होला जस्तो लाग्छ मलाई राजनीतिक नियुक्तिहरू। त्यो भएर मेरिटोक्रेसीमै हामीले विश्वास गर्नुपर्छ भन्ने नै छ मेरो बुझाइ। अनि अब यहाँनिर भिसी नियुक्ति नै तपाईको चाहिँ चरम आर्थिक लेनदेन भएर मात्र भिसी नियुक्ति हुन्छ भन्ने हामी बजारमा सुन्न आउँछौँ। अब यो कहाँसम्मको सही हो यसमा त थाहा भएन। अब यो यदि सही हो भने 10 करोड कोही एउटा भिसीले बुझाएर आयो भने उसको उद्देश्य के हुने? उसको उद्देश्य त 20 करोड कमाउने हो नि त। 10 करोड लगानी भएपछि 20 करोड कमाउनु पर्यो। त्यो पनि यहाँनिरको यस्तो तपाईको चाहिँ हाम्रो व्यवस्था छ कुन दिन मुद्दा लाएर काम गर्नु दिँदैन कहिले कमाऊ छिटो कमाऊ आएको भोलिपल्ट नै कमाउनु पाए हुन्थ्यो भनेर भिसीहरू काम गर्छन् के। यो सुधार त होइन। आएको भोलिपल्ट 10 करोड बुझाएको छ भने 20 करोडको काममा साइन गरेर पैसा कमाउनु पाए हुन्थ्यो भनेर उनीहरू तल्लीन हुन्छ मैले बुझेको। अब यसलाई रोक्नलाई पहिलो कुरा मेरिटोक्रेसी नै हो मेरो बुझाइ। दोस्रो कुरा यहाँ भिसीदेखिको यो पोचा लाउने सम्मको सेटिङ हुन्छ। मैले बीपीकेएचएसलाई नजिकबाट चाहिँ निहाल्ने कोसिस गरेको छु। यहाँ भिसीको सेटिङ आफ्नो तहको छ यहाँ पोचा लाउनेको सेटिङ आफ्नो तहको छ। अनि अब यसलाई रोक्नलाई के गर्ने भन्दाखेरि त एउटा सक्षम भिसीले नै यसको प्राविधिक पक्ष यसका कर्मचारीहरूलाई तह लाउने होला नि त। अनि मलाई अर्को कुरा लागेको एउटा कुरा मैले बोल्नु मिल्ने नमिल्ने यो आफ्नो ठाउँमा होला तर मेरो व्यक्तिगत अनुभवले के भन्छ भने यो भित्र डाक्टरहरूको पनि कस्तो छ भने अलिक पहुँचवाला डाक्टरहरूले अलिक ज्यादा काम गर्ने अलिक ज्यादा
उयो गर्ने अनि अलिक कम गर्ने जस्तो मैले बुझेको छु। मलाई के लाग्छ भने यहाँ थुप्रो डक्टरहरू हुनुहुन्छ, उहाँहरू आर्थिक रूपमा चाहिँ सबल र सक्षम हुनुहुन्छ। उहाँहरूको परिवार पनि प्राय उहाँहरूको परिवार पनि आर्थिक रूपमा सक्षम छ, सबल छ। अनि यो पहाडी भेगबाट बिरामी जति पनि आउनुहुन्छ, हाम्रो पहाडी भेगबाट आउने बिरामीहरू जति हुनुहुन्छ, उहाँहरू यहाँ बिपिकेएचएसमा लगभग आधीले पनि उपचार पाउनुहुन्न। सबै विराटनगर पुग्नुहुन्छ। उहाँ तपाईँको चाहिँ त्यो के को बिरामी हो त्यो बिरामीको डक्टरले नहेरिकन अर्को तल्लै डक्टरले एम्बुलेन्स ड्राइभरलाई फोन गरेर अघि चढाएर बिरामीको मान्छेले थाहा हुँदैन कहाँ जाँदैछु भनेर अघि उहाँ पुगिसकेको हुन्छ होइन। त्यो अवस्था छ। अब यो अवस्था सबै सुधार्नलाई यसका प्राविधिक पक्ष मिलाउने भिसी नै होला। भिसीलाई पनि अझ अधिकार दिएर मलाई लागेको राजनीतिक नियुक्तिहरूमा पनि कस्तो लाग्छ भने नियुक्ति चाहिँ दिने, चेक एन्ड ब्यालेन्स राख्ने। भिसी एउटा पार्टीको नियुक्ति दिने, रेक्टर एउटा पार्टीको नियुक्ति दिने, रजिस्ट्रार अर्को पार्टीको दिने। त्यति गरेपछि त्यहाँबाट उठ्ने जुन अहिले सेटिङको पैसा छ त्यो भाग लाएर आउनु पर्यो भन्ने जस्तो के त्यो दिने देखिन्छ। अनि मलाई लागेको त्यो जसरी धरानमा चाहिँ आधी पनि बिरामीको उपचार नभएपछि मलाई के लाग्छ भने यो डक्टरहरूलाई विशेष तपाईँको चाहिँ बिपीमा काम गर्ने समय विशेष त्यसलाई नियम कानुन कडा बनाउने र उहाँहरूलाई बाहिर प्र्याक्टिस गर्नलाई पनि त्यो संशोधन गरेर त्यो विधानहरूलाई संशोधन गरेर खुल्ला छोड्ने हो कि त्यो छोड्दाखेरि मलाई के लाग्छ भने आज जसरी विराटनगर मेडिकलको हब बन्दै गयो, धरान त तपाईँको एउटा बिपिकेएचएस छ, एउटा विजयपुर छ। विजयपुर पनि लडतरो भइरहेछ, अरू त व्यवसाय चल्नै सकेन। अब अर्को धरानमा एउटा व्यवस्थित प्राइभेट हस्पिटलै डक्टरहरूद्वारै सञ्चालन हुन्थ्यो भने पनि कमसेकम विराटनगर जाने केस त यहीँनिर उपचार हुन्थ्यो र तपाईँको धरानको समग्र विकासलाई त्यसले पनि टेवा पुग्थ्यो कि होइन। अब यहाँनिर आर्थिक स्थिति राम्रा भएको डक्टरहरू हुनुहुन्छ, उहाँहरूले बाहिर काम गर्नु नपाएपछि उहाँहरू आफैमा चाहिँ त्यो हो कि मैले महसुस गरेको। र अरू सबै यो सेटिङहरू सानातिना सेटिङहरू जति छन् यी त भिसीले एउटा नीति बनाएर विभागीय प्रमुखहरूलाई रुलिङ गरेपछि यसको समस्याका समाधान हुन्छ भन्ने मेरो बुझाइ छ। र धन्यवाद। धन्यवाद रबिन श्रेष्ठज्यू यहाँको विचारको लागि। उहाँले आफूले बुझ्नुभएको बिपी हस्पिटलको सुधार, बेसी नियुक्तिको बारेमा यहाँले चाहिँ चर्चा परिचर्चा गरेर सुझावहरू लिएर बिताउनु भएको छ। र धन्यवाद हाम्रा भूपू सांसद यो बिदा भइसक्नु भएको छ। र म अर्को वक्ता नाम वाचन गर्न चाहन्छु। हाम्रो करिब वक्ताहरू चाहिँ अन्तिम नावलीतिर आउँदै हुनुहुन्छ। राजकुमार थापा सामाजिक अभियन्ता कहाँ हुनुहुन्छ उहाँ? मान्यमा दिनु होला। हस् धन्यवाद। आफ्नो विचार राखिदिनु होला। धन्यवाद। यस आज सुधार नेपालद्वारा आयोजित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार तथा उपकुलपति नियुक्ति सम्बन्धमा जनप्रतिनिधि एवं राजनीतिक दलका नगर प्रतिनिधिहरूसँगको जुन संवादको कार्यक्रम राख्नुभएको छ यो अति सराहनीय छ र म हृदयदेखि नै म यस संस्थालाई धन्यवाद दिन चाहन्छु। र यस संस्थाका अध्यक्षज्यू लगायतका यस कमिटीका सदस्यज्यूहरू, विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधि हुँदै गर्न आउनुभएका साथीहरू र विभिन्न पत्रकार मित्रहरू र दाजुभाइ तथा दिदीबहिनीहरू, एउटा कुरा चाहिँ के भन्नु मन लाग्यो भने थोरै बिग्रिँदाखेरि त्यसलाई सम्हाल्नु हामीले सकिन्छ पनि होला, तर त्यही कुरालाई धेरै बिग्रिसकेपछि
सम्हाल्न धेरै कठिन हुन्छ जस्तो मलाई लाग्दछ र बिपी कोइराला प्रतिष्ठान पनि को अवस्था पनि के छ भन्दाखेरि यो धेरै बिग्रिसकेको अवस्था छ र यसलाई एउटा ठुलो च्यालेन्जको रूपमा र एउटा सुधार गर्नुको लागि पनि एउटा ठुलो जमर्को हामीले लिनुपर्छ जस्तो लाग्दछ र यो धेरै नै बिग्रिसकेको अवस्था छ र अहिले जुन उपकुलपतिको नियुक्तिको सम्बन्धमा यो एउटा कुरा के छ भने सबैलाई जग जाहेरै छ। अब यहाँ नियुक्तिको लागि पनि एउटा ठुलो पैसाको चलखेल हुन्छ भन्ने कुरा त्यो सबैलाई थाहा भएकै कुरा हो र पूर्ववक्ता साथीहरूले पनि भन्नुभयो अब त्यत्रो ठुलो लगानी गरेर उहाँले नियुक्ति पाउनुभयो खण्डमा अब जति खर्च गर्नुभएको छ त्यसको डबल पैसा त उहाँले असुल गर्ने नै हुनेछ र यस्तो विकृति विसङ्गतिलाई चाहिँ कसरी अन्त गर्ने हो किनभने नियुक्ति किन भन्दाखेरि हाम्रो त केन्द्रबाटै हुने हो। अब यो नियुक्तिको लागि पनि विभिन्न च्यानलहरू हाम्रो अब दुःख लाग्छ हाम्रो राजनीतिक पार्टीहरूकै सक्रियतामा सिफारिसमा होइन यो कामहरू अदृश्य रूपमा भइरहेको छ त्यो पनि हामीले महसुस गरिरहेको छौँ। यसको पनि यो अन्त हुनु पर्यो र एउटा भिजन भएको एउटा के छ भन्दाखेरि समग्र त्यसलाई एउटा सुधार गर्ने एउटा के भन्दाखेरि उच्च सोच एउटा विचार एउटा क्षमतावान व्यक्ति जबसम्म हामीले नियुक्त गर्न सक्दैनौँ मलाई लाग्छ यो सुधार त्यति सजिलोसँगले हुन्छ जस्तो मलाई लाग्दैन। र अर्को कुरा के छ भन्दाखेरि अब एउटा हस्पिटल प्राइभेटकै कुरा गरौँ थोरै कर्मचारीबाट पनि उनीहरूले राम्रै व्यवस्थित रूपले चलाइरहेको अवस्था पनि छ प्राइभेटहरू। तर यहाँ हाम्रो बिपी स्वास्थ्य प्रतिष्ठानमा के छ भन्दाखेरि अब धेरै कर्मचारीहरू पनि छन्। अब त्यो धेरै कर्मचारीहरू भएको अवस्थामा पनि त्यो सुचारू रूपले चलिरहेको अवस्था पनि छैन। अब त्यो आर्थिक भार त आफ्नो ठाउँमा छँदैछ। त्यही कारणले गर्दाखेरि यो शिक्षा र स्वास्थ्यमा चाहिँ हामीले यो केन्द्रीय सरकारले पनि एउटा पोलिसी बनाउनुपर्छ जस्तो लाग्दछ। यो शिक्षा र स्वास्थ्यलाई चाहिँ के भन्दाखेरि राजनीतिकबाट चाहिँ एउटा मुक्त हामीले गर्नु अनिवार्य छ। जबसम्म यो गरिँदैन तबसम्म यो दुःख हामीले बेहोर्नु पर्दछ भोगिराख्नु पर्दछ र यो केन्द्रबाट पनि के भन्दाखेरि वास्तवमा यो यहाँको वास्तविक के छ समस्या केन्द्रीय स्तरको नेताहरूले मन्त्रीहरूले यो अलिकति गहिरिएर यसलाई सिरियस रूपमा के भन्दाखेरि धरातलमा टेकेर चाहिँ कुनै पनि एउटा निर्णय गर्नुभयो भने अवश्य पनि एउटा समाधान निस्किन्छ जस्तो लाग्दछ। तर अब यहाँ हाम्रो सिस्टमै अलग छ। अब यो विभिन्न अब भागबण्डाको राजनीतिक चलिरहेछ। अब कसले त्यसमा दाउ पार्ने हो कसको भागमा यो पर्छ भन्ने नै अब यो के भन्दाखेरि निकै चलखेल पनि भइरहेको अवस्था छ। र जहाँसम्म कर्मचारीहरूको कुरा छ त्यहाँ कर्मचारीहरूले पनि एउटा सेवाभावले काम गर्नु पर्यो। अब यो व्यक्तिगत स्वार्थभन्दा पनि सेवामूलक कसरी हुन्छ बिरामीहरूलाई एउटा चाहिँ के भन्दाखेरि सेवाभावले चाहिँ के भन्दाखेरि एउटा जुन उपचार गर्न आउने मान्छेहरूलाई चाहिँ एउटा सुविधा हामीले चाहिँ प्रदान गर्नुपर्ने हुन्छ। तर त्यसको ठिक उल्टो के भइरहेछ भन्दाखेरि सेवाभाव भन्दा पनि व्यक्तिगत स्वार्थले उत्प्रेरित भएको हामीले देखिरहेको छौँ। कसरी हुन्छ अब उहाँहरूले त सेवाको त कुरै छैन। अब कसरी हुन्छ आफूले व्यक्तिगत स्वार्थको पैसा आर्जन गर्ने कसरी कमाउने। अब त्यो जुन यहाँ एउटा एमआरआईको पनि यत्रो ठुलो हस्पिटल भइकन पनि एउटा राम्रो एमआरआईको व्यवस्था छैन। यो त एउटा लाजमर्दो एउटा के भन्दाखेरि भन्नु त हामी एउटा एसियामा ठुलो एउटा हस्पिटल भन्छौँ। अब एउटा एमआरआईको चाहिँ के भन्दाखेरि एउटा मेसिन पनि के भन्दाखेरि उपलब्ध नभएको अवस्था छ। अहिले के छ मलाई थाहा छैन। तर अब त्यो ल्याए पनि भोलि त्यसको धेरै दिन टिक्नेवाला पनि छैन त्यो। अब त्यसमा पनि विभिन्न चलखेल छ। अब त्यो मेसिनको सामग्रीहरू फेरि किन्दाखेरि त्यसमा कमिसन अब बाहिर रेफर गर्दाखेरि को अवस्थामा त्यसमा पनि कमिसन यो कमिसनले गर्दाखेरि यो धराशायी हुने अवस्था भएको छ। त्यही कारणले अब हामी धरानवासीहरू यसरी हामीले मुखदक्ष भएर चुप्लाएर बसेको अवस्थामा अब यो बन्द हुनु धेरै दिन पनि जस्तो लाग्दैन मलाई। अब यो स्थिति धेरै बिग्रिसकेको छ। त्यही कारणले
अब यसलाई कसरी हुन्छ, हामीहरूले धरानवासीहरूले यसलाई झकझकाउने काम होइन। एउटा चाहिँ के भन्दाखेरि त्यहाँ प्रत्यक्ष गएर त्यहाँ फिल्डमै गएर हामीले अब के भन्दाखेरि त्यहाँ सरकारवालासँग भेटघाट गर्ने, उहाँहरूको समस्याहरू के छ होइन त्यसो गर्ने एउटा कार्यक्रमहरू लिएर जाँदा राम्रो हुन्छ भन्दै म आफ्नो 2 शब्द टुङ्गाउँछु। धन्यवाद। धन्यवाद राजकुमार थापाज्यू, उहाँले महत्त्वपूर्ण सुझाव लिएर बिदा भइसक्नु भएको छ। अब सिरियलमा अघि नाम अलिकति अगाडि पछि भएको थियो, उहाँलाई फेरि थोरै धैर्य गरिदिनको लागि म अनुरोध गर्दै यतिखेर हाम्रो धरानका देवेन्द्र कार्की प्लस दैनिकका सम्पादक हुनुहुन्छ। यो प्लस दैनिकको चाहिँ धेरै धरानको सुधार सुझावदेखिको लिएर धेरै कुरा आयामहरू छ। उहाँले पनि थोरै आफ्नो कुराहरू यस विषयमा राखिदिनु हुनेछ भन्दै उहाँलाई यो समय हस्तान्तरण गर्न चाहन्छु। हस्, धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आजको यस कार्यक्रमका अध्यक्षज्यू, यहाँ उपस्थित सम्पूर्ण अभियन्ता, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिज्यूहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। र सर्वप्रथम बिस्तारै आवाज बढ्दै जान्छ। सर्वप्रथम जुन यो सुधार नेपाल संस्थाले एउटा सामाजिक विषयवस्तुमा धरानका समस्याहरूको बारेमा जुन उठान गर्ने एउटा अभियान सञ्चालन गर्यो, यसमा म संस्थालाई धेरै धेरै धन्यवाद शुभकामना पनि दिन चाहन्छु। यस अगाडिको कार्यक्रम मैले हेरेका थिएँ सामाजिक सञ्जालमा। यो एकदमै राम्रो कार्यक्रम छ र यसलाई जति सुझावहरू लिइन्छ ती सुझाव लिइसकेपछि यसलाई खबरदारी गर्ने, नागरिकसम्म पुर्याउने र सम्बन्धित निकायमा पुर्याएर त्यसलाई जुन हामीले एउटा उद्देश्य लिएका छौँ त्यो उद्देश्य पुरा गर्नका लागि चाहिँ यो संस्थाले मेहनत गर्नेछ भन्ने मलाई लाग्छ। र आजको विषय अब यो बिपी प्रतिष्ठानको विषय छ। म चाहिँ यसरी बोल्ने भन्दा पनि धेरै चाहिँ लेख्ने नै हो र मैले बिपी प्रतिष्ठानको बारेमा धेरै समाचारहरू लेखेको छु। म अहिले ब्लास्टमा छु, योभन्दा अगाडि म नयाँ पत्रिका दैनिकमा थिएँ। त्यो नयाँ पत्रिका दैनिकको तपाईहरुले वेबसाइट खोलेर हेर्नुभयो र बिपी प्रतिष्ठान भनेर हाल्नुभयो भने त्यहाँका व्यतिथि र विकृतिहरू चाहिँ धेरै छन् भने त्यसलाई पनि त्यहाँ के हुँदो रहेछ भन्ने कुरा संस्थाले पनि थाहा पाउनुपर्छ। थाहा पाइसकेपछि हामी कुरा गर्न राख्न सक्छौँ। जुन विषयमा हामी विज्ञ भएनौँ अथवा ज्ञान भएन भने हामीले राखेका कुरा पनि कसैले सुन्दैनन्। पहिले चाहिँ त्यो विषयमा चाहिँ र त्यहाँ भएका समस्याहरूको बारेमा चाहिँ हामीले एकदम मिहिन ढङ्गले चाहिँ अध्ययन गऱ्यौँ भने चाहिँ अनि मात्रै उनीहरूले पनि चासो राख्छन्। यसले त हाम्रो बारेमा थाहा पाएछ, हाम्रो बारेमा धेरै जानकारी रहेछ भन्ने भएपछि चाहिँ हामीले जुन अभियान चलाएका छौँ त्यसलाई चाहिँ सफल बनाउन सकिन्छ र धेरै कुराहरू अब उठेका छन्, धेरै उठ्दै आएका छन् बिपी प्रतिष्ठानको बारेमा। मैले 2-3वटा कुराहरू अघि नै उठि पनि सकेका छन्। मैले ती कुराहरूलाई यहाँ सरल जोड्छु, म धेरै लामो बोल्दिनँ। पदाधिकारी नियुक्तिका विषयमा आएका छन्। यहाँ एकदमै राजनीतिक भागभण्डामा पदाधिकारी नियुक्ति हुन्छ। त्यसैले आफ्नो भागभण्डा पुरा गर्नका लागि, आफ्नो स्वार्थ पुरा गर्नका लागि नागरिकको सुविधालाई भन्दा पनि ती नेताहरूलाई रिझाउनका लागि चाहिँ अगाडि काम गरिन्छ। त्यसकारणले यहाँ काम भइरहेको छैन। यसलाई कसरी सुधार गर्न सकिन्छ, नागरिक समाजले र स्थानीय तहले पनि अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। किनभने त्यहाँको सिनेट मेम्बर स्थानीय तहको प्रमुख पनि हुने व्यवस्था छ र यहाँका बुद्धिजीवीहरूलाई पनि राख्ने गरेछ। जस्तो हाम्रो मन्जु म्याडम पनि त्यहाँ सिनेट सदस्य हुनुहुन्छ। किनभने सिनेट सदस्य भनेको त्यहाँ चाहिँ शक्तिशाली त्यो एउटा बडी हो भने त्यहाँ भएका समस्याको बारेमा उहाँहरूले यहाँ बसेर छलफल गर्न सक्नुहुन्न। किनभने सङ्घीयताको कुरा गरिन्छ तर त्यसको मिटिङ चाहिँ काठमाडौँमा हुन्छ, काठमाडौँ एउटा सीमित उसमा हुन्छ। किनभने यहाँका समस्या, यहाँको भाग्य र भविष्यको लागि त यहीँ बसेर छलफल गर्नुपर्छ नि, त्यो व्यवस्था छैन। त्यसका लागि चाहिँ हामीले खबरदारी गर्नुपर्छ भन्ने मलाई लाग्छ। र अर्को यहाँका समस्या अघि पनि उठेका छन्। अब यत्रो ठुलो हस्पिटल, एसियाकै एकदम उत्कृष्ट हस्पिटल मानिन्छ। धेरै अब पूर्वमा धेरै हस्पिटलहरू छन् तर अन्तिममा के अरे उपचारमा अन्तिम समस्या अथवा भएपछि बिपीमा लैजाउँ भनेर धेरै
हस्पिटलहरूले चाहिँ यहाँ रेफर गर्छ। तर यहाँ विडम्बना यत्रो ठुलो हस्पिटलमा एमआरआई मेसिन 5 वर्षदेखि छैन। सरकारले मैले अगाडि एउटा न्युज पनि गरेको थिएँ 31 करोड पैसा दिएको रहेछ एमआरआई मेसिन खरिद गर्न भनेर। त्यो चाहिँ कर्मचारीको तलबमा खर्च गरेछन्। सरकारले एउटा कामका लागि भनेर दिएको पैसा पनि अर्को काममा खर्च गर्ने प्रवृत्ति यहाँ छ भने त्यसलाई जे कामका लागि पैसा छुट्याइन्छ त्यसमा किन खर्च हुँदैन भनेर पनि हामीले खोजी गर्ने बेला आएको छ। यत्रो हस्पिटलमा अब साना मेसिनहरू नहुनु अनि रेफर गर्ने अनि त्यहाँ पनि एउटा कमाउ धन्दा छ। त्यहाँका चिकित्सकहरू धेरै बाहिर हस्पिटलहरू ल्याब सेन्टरहरू खोलेर अनि बाहिर रेफर गर्ने प्रवृत्ति धेरै बढेको छ। यसलाई पनि रोक्नका लागि हामीले केही पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को आइसियु बेडको समस्या यो पनि एउटा ठुलो छ। अब यहाँ आइसियु बेड भने कतिपय बिमारी लाँदा लाँदै हाम्रा मरेका छन्। धरानमा हाम्रो आँगनमा हस्पिटल छ अनि हामीले चाहिँ बिमारी अन्यत्र लानुपर्छ। लाँदा लाँदै बाटोमा मृत्युवरण गरेका धेरै घटनाहरू छन् भने त्यसलाई पनि हामी कसरी किन यो आइसियु बेड थपिँदैन, किन त्यहाँ आम्दानी चाहिँ त्यो आइसियु बेड थप्दा हुन्छ भने किन थपिँदैन, यसलाई पनि हामीले खोजी गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को औषधिमा चलखेल छ। औषधिहरू चाहिँ अब त्यहाँ कर्मचारीहरू बाहिरका औषधि पसलहरूले चाहिँ तलब दिएर त्यहाँ खटाएका छन्। कसको कहिले अपरेसन पर्छ डक्टरलाई थाहा हुँदैन तर औषधि व्यवसायहरूलाई थाहा हुन्छ। तपाईँहरूको अपरेसन चाहिँ 1 दिन छ, मेरोमा औषधि लिँदा नि म ल्याइदिन्छु भनेर होइन। र बिमारीहरू ठगिएको धेरै औषधिमा छ भने यसलाई पनि अलिकति अध्ययन गरेर हामीले यो चलखेललाई चाहिँ रोक्नका लागि केही अभियान चलायौँ भने चाहिँ राम्रो हुन्छ भन्ने मलाई लाग्छ। र औषधि सँगसँगै अर्को त्यहाँभित्र पेइङको आतङ्क झन् उस्तै छ। पेइङका नाममा बिमारीहरूलाई चाहिँ धेरै दुःख दिन्छ। कसरी दुःख दिन्छ भने त्यहाँका चिकित्सकहरूले प्राय सबै त म भन्दिनँ तर केही चिकित्सकहरूले चाहिँ त्यहाँ बिमारीहरूलाई खोज्नलाई उनीहरूले इमर्जेन्सीमा पठाएका हुन्छन्। त्यो औषधि व्यवसायहरूले तलब दिएर पठाए जस्तै त्यहाँका जुनियर चिकित्सकहरूलाई पठाएर अनि आफ्नो टिम हुन्छ त्यहाँ आफ्नो टिमबाट कसले कति बिमारी ल्याउँछ त्यसलाई चाहिँ छिटै गर्नु पर्यो भन्ने प्रेसरमा तपाईँको उपचार भएन, अहिले भएन, भोलि भएन भने समस्या हुन्छ भनेर चाहिँ मानसिक दबाब दिएर चाहिँ जसरी पनि पेइङमा चाहिँ काम गराउने त्यो खालको प्रवृत्ति चाहिँ एकदम ठुलो समस्या हो। अनि त्यसलाई हामीले समाधान गर्नका लागि अघि यहाँभन्दा अगाडिका वक्ताहरूले पनि कुरा उठाउनु भएको थियो। यो नन प्र्याक्टिस हस्पिटल हो। चिकित्सकहरूलाई समस्या छ भने त्यो प्र्याक्टिसेबल बनाउन पहल गरौँ। तर यसरी बिमारीलाई चाहिँ आतङ्क फैलाएर कमजोर बिमारीहरूलाई चाहिँ घरबारबिन बनाउने खालको प्रवृत्ति चाहिँ यो राम्रो होइन भन्ने मलाई लाग्छ। यस विषयमा चाहिँ हामी अलिकति उठान गर्नुपर्छ होला भन्ने मलाई लाग्छ। अर्को जुन विपन्न वर्गका लागि त्यहाँ राज्यले प्रत्येक वर्ष 3 करोड पैसा दिन्छ। त्यो विपन्न वर्गले पाउने पैसा चाहिँ कसले पाइरहेको छ त्यसको लेखाजोखा छैन। त्यो जसको पहुँच छ जुन राजनीतिक दल र उनीहरूका आफन्त जो छन् उनीहरूको पहुँचवालाले मात्रै त्यहाँका पदाधिकारीहरूले बाँडिरहेका छन्। जसको पदाधिकारीसँग चाहिँ बढी सम्बन्ध छ, निकटता छ, ती व्यक्तिहरूका आफन्तहरूले मात्रै पाइरहेका छन्। किनभने त्यो गएर हामी चाहिँ त्यहाँ कसले विपन्न वर्गको सुविधा कसले पाए भनेर त्यहाँबाट रेकर्ड ल्याएर हामी हेर्न सक्छौँ। त्यो हेरेर चाहिँ हामीलाई यो मुद्दालाई चाहिँ उठान गर्न सकियो भने साँच्चीकै विपन्नले चाहिँ नपाउने, जो उपचार नपाएर अथवा पैसा नभएर चाहिँ रोग पालेर बस्ने र मृत्युवरण गर्ने समस्या छ उसलाई त्यो विपन्नको सुविधा छैन। तर जसको पहुँच छ पदाधिकारीसँग जसको सम्बन्ध निकटता छ उनीहरूले मात्रै त्यो सुविधा लिइरहेका छन्। 3 करोड भनेका सानो त्यो पैसा होइन। किनभने त्यो 3 करोड वार्षिक रूपमा प्रतिष्ठानले खर्च गर्छ तर साँच्चीकै विपन्नले चाहिँ 20-25% भन्दा पाएका छैनन्। ती सबै पहुँचवालाहरूले मात्रै लगेका छन्। मैले योभन्दा अगाडि एउटा न्युजै गरेर मैले त्यो रेकर्ड पनि मागेको थिएँ। त्यो कहाँ कसको मन्त्री, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टीहरूका आफन्तसँग काहीँ न काहीँ गरेर ठोकिनेहाल्छ। व्यापार व्यवसाय ठुल्ठुला व्यापारी व्यवसायीहरूका ती व्यक्तिहरूले मात्रै त्यो सुविधाहरू लिइरहेका छन्। 20-25% मात्रै
विपन्न नागरिकहरूले चाहिँ त्यो सुविधा पाइरहेका छन्। अनि यहाँको समस्याहरू अब धेरै छन्। एउटा राजनीतिक नियुक्ति नै महत्त्वपूर्ण यहाँको चाहिँ एउटा ठुलो विसङ्गति हो। त्यो राजनीतिक नियुक्ति भन्दा पनि यहाँ चाहिँ एउटा कम्पिटिसनमा यहीँभित्रको चाहिँ एकदम प्रतिष्ठानलाई बुझेको मान्छेहरूलाई ल्याउने त्यो खालको सिस्टम राज्यले बनाइदियो भने चाहिँ त्यो समाधान हुन्छ भन्ने मलाई लाग्छ। म सुझावको रूपमा पनि यसलाई प्रस्तुत गर्न चाहन्छु। जुन मैले विषय भने यो विषयमा यो सुधार नेपालले जुन अभियान चलाएको छ त्यसलाई अलिकति खोजी गरेर त्यसलाई चाहिँ कसरी समाधान गर्ने भनेर त्यहाँभित्रसम्म पस्यो भने त्यहाँभित्रका कर्मचारीहरूले पनि धेरै सहयोग गर्छ। सबै त त्यही भ्रष्टहरू छैनन्, राम्रो काम गरौँ भन्ने पनि त्यहाँ धेरै छन् भने उनीहरूले धेरै त्यस्तो हामीले कुनै कार्यक्रम लिएर गयौँ भने उहाँहरूले पनि सहयोग गर्छन्। अघि माननीयज्यूले पनि सुझाव दिनुहुँदै थियो त्यहाँका कर्मचारीहरूसँग तपाईँहरू बस्नुहोस्, त्यहाँबाट पनि धेरै कुराहरू लिन सक्नुहुन्छ भनेर। अनि त्यहाँभित्रका कर्मचारीहरूसँग चाहिँ हामीले अलिकति सहकार्य गऱ्यौँ भने धेरै कुराहरू हामीहरू त्यहाँ ल्याउन सक्छौँ। र अब अहिले त बिपी प्रतिष्ठान यस्तो जर्जर भएको छ कि अब पदाधिकारीहरू एक आपसमा मिल्दैन। अनि अब प्रतिष्ठानका 2 महिना 3 महिना पनि कर्मचारीहरूले तलब पाएको छैन। अब हामीलाई त राम्रो सुविधा चाहिने, नागरिकलाई सुविधा राम्रो होस्, चिकित्सकहरू राम्रो हुन् भने 2 वर्षको अवधिमा झन्डै 60 जना विशेषज्ञ चिकित्सकहरू यहाँबाट छोडेर गइसके। तर यहाँ उनीहरूले के भन्छन् भने बिदामा छ, छुट्टीमा छ, आउँछन् भन्छन्। तर उनीहरू आफ्नो उसमा यहाँ अब भएन भनेर कतिपय राम्रा विशेषज्ञ चिकित्सकहरू चाहिँ यो 2 वर्षको अवधिमा 60 जनाभन्दा बढी चाहिँ अन्यत्र गइसकेको तथ्याङ्क छ। र अझै यो क्रम चाहिँ जारी छ भने यसलाई रोक्नका लागि पनि हामीले नागरिक समाजको तर्फबाट चिकित्सकलाई धरानमा राख्नका लागि के गर्न सकिन्छ, त्यो नन प्र्याक्टिसलाई चाहिँ हटाएर, किन एम्सको जुन एउटा नर्म्स थियो, जुन एउटा उसले उद्देश्य पुरा गरिरहेको छ, बिपी प्रतिष्ठानले पुरा गर्न सकेन। नसकेपछि त्यही एम्सको नियम रुललाई फलो गरेर बसिराख्नुपर्छ भन्नु हुँदैन। समय परिस्थिति अनुसार चाहिँ चेन्ज गर्न नि सक्नु पऱ्यो। ऐन कार्यविधिहरू चेन्ज गरेर यहाँका चिकित्सकहरूलाई यहीँ हस्पिटल खोल्न अरू दिउँ, किनभने नागरिकलाई सुविधा चाहिएको छ भने हामी यहाँबाट विराटनगर धाउने, काठमाडौँ धाउने भन्दा बरु अलिकति महँगो तिरेर भने नागरिकहरू आफ्नो उपचार गर्न सक्छन्। त्यस कारणले त्यो खालको पनि हामीले एउटा बहस छलफल चलायौँ भने यहाँका धेरै चिकित्सकहरू चाहिँ पलायन हुनबाट पनि हामीहरू रोक्न सकिन्छ भन्ने लाग्छ। म यिनै कुराहरू राख्दै बिदा हुन्छु। हस्त धन्यवाद। धन्यवाद सञ्चारकर्मी देवेन्द्र कार्की, प्लास दैनिकका सम्पादक हुनुहुन्छ। धरानमा अहिले पनि देशभरमै नाम चलेको एउटा प्लास पत्रिका छ। प्लास पत्रिकाले समाजको धेरै कुराहरू बाहिर ल्याउँछ र कार्यरत पनि हुन्छ। यहाँ निरन्तर कलम चलाइदिनु आग्रह गर्नुहोला, साहस गर्नुहोला। यहाँले यसको विधिहरूको हामीले दलहरूबाट केही चाहिँ सुन्न चाहेको थियौँ, उहाँहरूको उपस्थिति न्यून रह्यो। सायद उहाँलाई अप्ठ्यारो भयो होला, केही भयो होला। अब बाहना त हजार हुनसक्छ। त्यहीभन्दा उहाँ यहाँहरूले सञ्चार क्षेत्रबाट चाहिँ एउटा कलम चलाइदिनु होला। त्यहाँको हामी पनि धेरै बुझ्दैनौँ। हामी जे बाहिर सुन्छौँ, जे भित्र गएर देख्छौँ त्यो मात्रै हामीलाई थाहा हुन्छ। धेरै कुरा चाहिँ सञ्चारकर्मी र राजनीतिक र कर्मचारी 3 कोलमको व्यक्तिहरूलाई यो चाहिँ थाहा हुन्छ। र उहाँलाई धेरै धेरै धन्यवाद यो सुझावको लागि। प्लास दैनिकका देवेन्द्र कार्की सम्पादकज्यूलाई र अघि मैले नाम वाचन गरेको 2 जना हाम्रा वक्ताहरू धेरै अगाडि नै उपस्थित हुनुभएको थियो। बिचमा हाम्रो अतिथिहरूको व्यस्तताका कारणले समय माग गर्नुभयो र उहाँहरू केही पछाडि रहनुभयो। म सुमन महर्जनज्यूलाई जनता पुस्तकालयको चाहिँ सदस्य हुनुहुन्छ, वडा नम्बर 13 निवासी हुनुहुँदो रहेछ। उहाँलाई पनि आजको यस छलफलको विषयमा लिएर आफ्नो केही सुझाव सल्लाह राख्नको लागि म हार्दिक अनुरोध गर्छु। धन्यवाद दाई र यस आयोजक सुधार नेपाललाई मुरीमुरी धन्यवाद। यस्तो कार्यक्रमहरू आउने भविष्यमा पनि निरन्तर होस् भन्ने मेरो व्यक्तिगत चाहना। हुनु त हामीलाई एक किसिमको लाज पनि लाग्नुपर्ने हो। यही टपिक्स त सालौँदेखि नै हो, यसलाई त अब मरेको च्यान खनेको जस्तो हो। हामी धराने भन्नु त चुल्लोभर पानीमा डुबेर मर्नुपर्छ। कतिचोटि कतिवटा संस्था, कतिवटा समूह, कतिवटा पार्टी बारम्बार हामीले मतदान गरेर चुन्यौँ।
हाम्रो समस्या जिउको त्यो केही भएन। अब पार्टीले गर्दैन, स्वतन्त्र आउनुपर्छ भने स्वतन्त्र पनि त्यही नापिहाल्यो, केही गर्न सकेन। अब हामीले हाम्रो युवाहरूले यहाँ बुद्धिजीवी सर्कलहरू प्राध्यापकहरूले हरेकचोटि यो कुराहरू राख्नु सक्नुहुन्छ, राखी पनि राख्नुभएको छ, तर टसको मस प्रब्लमको सोल्युसन निस्केको छैन। विभिन्न एक्सन धरान भन्ने टोलीहरू आए, कोही काठमाडौँबाट टोली आए, यसको चाहिँ रूप रङ्गै पुरै चेन्ज गरौँला, भोलि नै बिपीमा एकदम नयाँ क्रान्ति आउला, जनताले सुख सुविधा स्वास्थ्य सुलभ तरिकाले पाउला भन्ने चाहने थियो धराने जनताको। स्वयं मेरो माटो मेरो भूमि हो, म जन्मेको ठाउँ, माया लाग्छ। सुरुमा यसको सन्दर्भ निकाल्दा सुरुमा यो संस्था जन्मिनु नै लोद्धर तरिकाले जन्मेको संस्था हो। तपाईँहरूलाई विगत थाहा छ, मेरो अग्रजहरू यहीँ हुनुहुन्छ। आउँदाखेरि यहाँ विवादित हो, एक पक्षले कालो झन्डा देखाउने, अर्को पक्षले त्यो हुनुपर्छ भन्ने। तपाईँहरूलाई थाहै भएको कुरो, यहाँ हामी बिचमा हामी धरानै छैनौँ, हामी पार्टीका मान्छे छौँ। जबसम्म हामी धरानै हुँदैनौँ तबसम्म यो प्रब्लमको सोल्युसन हुने छैन। किनभने जुग बितिसक्यो, दशौँको भइसक्यो यो प्रब्लम। हामी यस्तै सम्मेलन, यस्तै सङ्गठन, यस्तै गोष्ठीहरूमा मात्रै सीमित भयो। हामी कोहीले झन्डाहरू पनि गए, कोहीले अब भनौँ कोही हाम्रै स्वतन्त्र नेतागणहरूले पनि हिजो गएर बिपीमा झगडा गर्नुभयो, ल अब चाहिँ काया प्लट भनेर चुनेर लगाउँ, अब उहाँलाई चाहिँ जिताउनुपर्छ भनेर जितायौँ। अहिले चुइक्क बोल्ने होइन, कोही बोल्दैन। अब यस्तै गरेर अरू आउनु होला, उहाँको चुनावी एजेन्डा होला, मेनिफेस्टोमा छापिएला, हामी बुरुक भएर घरेलु जनता र त्यस्ता गरेर भोट डाल्न झुक्क्याउला फेरि। अब धरानको समस्या भनेको बिल्कुल धरानै जनताले यसको बुद्धिजीवी सर्कल, स्टुडेन्ट वर्गहरू पार्टी रहित, पार्टीविहीन, स्वच्छ यो मेरो सिटी हो, हामीले बनाउँछौँ भनेर हामी लाग्नुपर्छ। अनि मात्रै यो बिपीकेएचएसको समाधान हुन्छ भन्ने मेरो निगाह छ। र हिजोको दिनमा कसले गरेका छैन त्यो कुराहरू चाहिँ जनतासम्म नाङ्गिनुपर्छ। अघि पनि अब मैले 2-4 शब्द भन्नु नै पर्छ भनेर मलाई देखेर भाग्नुभएकै हाम्रा नेतृत्व वर्गहरू थाहा छैन। उहाँहरूलाई म यो क्वेसनै गर्न चाहन्थेँ, हिजोको दिनमा तपाईँहरू एउटा बद्धिने दायित्वमा बस्दाखेरि के गर्नुभयो त? किनभने यहाँ त तपाईँको धरानै जनता भन्ने एउटा काङ्ग्रेस छ, एउटा एमाले छ, माओवादी छ, अर्को नयाँ फन्डा छ स्वतन्त्र भन्ने। धरानै त छँदै छैन। प्रब्लम कसले सल्भ गर्ने? हामी त समस्या मात्रै समस्या झन् तिर्साइरहेको छौँ। यो भएन, यहाँ भ्रष्टाचार भएको छ, मान्छे छोरा जन्माउनु पाएको छैन, पेटमै छोरा छ, उता बर्थडे गरिसकेको हुन्छ, मेसिन ल्याएर अगाडि नै बर्थडे भइसकेको हुन्छ। त्यो किसिमको विकराल रूप छ, त्यो किसिमको भ्रष्टाचार छ। कसले समाधान गर्ने? अब हामीले समाधान गर्नुपर्छ, एउटा टिम बनाउनुपर्छ। भएन भने कालो मोसो दोल्ने हो कि भाटे कार्यक्रम गर्नुपर्ने हो, त्यो गर्नुपर्छ। किनभने हामी अति दरिद्र अवस्थामा पुगिसक्यौँ। होइन भने यो च्याप्टर क्लोज गरेर अब आउने यो नेतृत्व वर्गले हाम्रो धरानको लागि भिन्दै एउटा सिटी हस्पिटल खोल्न जरुरी छ। र पत्रकार महोदयलाई पनि के भन्न चाहन्छु भने बिल्कुल यो इन्डियाको सहयोगमा भएको यो रहेछ भने बिपीकेएचएस हस्पिटल उहाँको निगरानीमा छ भने उहाँको पत्रकारिता मार्फत इन्डियन एम्बेसीलाई भनेर हुन्छ कि इन्डियन न्युज च्यानल हुन्छ भण्डाफोर गर्न जरुरी छ। यहाँ हस्पिटल यस्तो जीर्ण अवस्थामा हामी सिङ्गापुर बनाउने, लन्डन बनाउने सपना देख्छौँ। एउटा भएको संरचनालाई हामीले एउटा स्याहार सम्मान र एउटा प्रणालीमा लान सक्दैन। अनि हामीले पत्याइदिनुपर्ने नेताको भाषणमा सिङ्गापुर र लन्डन बनाउने एउटा भएको कुरालाई चाहिँ हामीले सम्हाल्न सक्दैनौँ। हामी धराने भन्नुपर्दा चुल्लुभर पानीमा डुबेर मर्नुपर्छ। हाम्रो स्वार्थ, पार्टीको स्वार्थ लगेर एउटा धरानलाई अहिलेको विकराल स्थितिमा पुर्याउन सबभन्दा जिम्मेवारी हामी स्वयं धराने छौँ। र आइन्दा यस्तो नहोस्, सम्पूर्ण धरानेले पार्टी र आफ्नो स्वार्थ त्यागेर धरानको मेन्डेटमा सबैले हातमा हात राखेर चाहिँ अगाडि बढ्नुहुन्छ। र यस्तै प्रोग्रामहरू आउँदा दिनहरूमा सुधार नेपालले गरिरहेछ र हाम्रो साथ र सहयोग पाउनुहुन्छ। धन्यवाद। धन्यवाद राजवर्धनज्यू, यहाँको सन्दर्भिक भनाइ, यहाँको सन्दर्भिक अभिव्यक्ति, यहाँको चाहिँ जोसिलो यहाँको सुझाव सल्लाहको लागि यहाँलाई धेरै धेरै धन्यवाद। भर्खरै एकजना मिडियाकर्मी यस मञ्चभित्र प्रस्थान गर्नुभएको छ। विज्ञान राईज्यूलाई पनि अतिथि आसन गर्नको लागि हार्दिक अभिनन्दन गर्दछु।
कार्यक्रम सञ्चालन हुँदा हुँदै समयभित्र कोही आइपुग्नु भयो भने हामी कार्यक्रम जोड्छौँ, नत्र भने हाम्रो वक्ताहरू करिब अन्तिम अवस्थामा हुनुहुन्छ। म अहिलेको वक्ता नाम वाचन गर्न चाहन्छु पूर्णबहादुर राईज्यू। उहाँ चाहिँ सफारी सङ्घको चाहिँ मजदुर सङ्घको नेतृत्व गर्नुहुन्छ र के छ त श्रमिकहरूको विचार, श्रमिक सङ्गठनले के चाहन्छ, बिपी हस्पिटलभित्र श्रमिकहरूले बुझेको दुखेको कस्तो सुधार गर्न चाहन्छ भन्ने विषयमा उहाँलाई पनि आफ्नो सान्दर्भिक भनाइहरू राख्नको लागि माइकिङ उहाँलाई हस्तान्तरण गर्नलाई म हार्दिक अनुरोध गर्दछु। हेलो, म बसेर नै गर्छु। धन्यवाद। यस सुधार नेपालद्वारा आयोजित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार तथा कुलपतिको नियुक्तिको सम्बन्धमा जनप्रतिनिधि एवं राजनीतिक दलका नगर प्रतिनिधिहरूसँगको छलफल कार्यक्रमका हाम्रा सञ्चालकज्यूलाई र यस कार्यक्रमका अध्यक्षज्यू, अब हाम्रो अतिथिज्यूहरू त धेरै गइसक्नु पनि भएको छ, उहाँहरूलाई पनि मेरो नमस्कार भन्न चाहन्छु। र जति छौँ हामी उहाँहरू सबैलाई बसी नै मेरो सेवा नमस्कार। अघि हाम्रो राजेश खेम्दुङ सर गइसक्नु भएको छ है। अब यो व्यतिथिको बारेमा बोलेर उहाँले भने जस्तै मलाई पनि भन्न मन लाग्यो कि म चाहिँ एउटा साधारण मान्छे। अब मेरो कुरा कसले सुन्छ, म एउटा भुसुना, हामी भुसुना हो, तर पनि विकृति विसङ्गतिको लागि चाहिँ म बोल्दै आइरहेको मान्छे हुँ। त्यसको लागि है म चाहिँ अब कहिले पनि कदापि पछि हट्दिनँ। देश र जनताको लागि चाहिँ मैले म सानैदेखि हो, यो मलाई कसरी सिकाएको पनि होइन, केही पनि होइन। र अहिले यो बिपीको बारेमा भन्नुपर्दा चाहिँ बिक्री एसियाको पहिलादेखि हामीले सुन्दै आएको सानैदेखि 54-55 सालमा निर्माण भएको होला मेरो विचारमा। यसलाई के भनेको थियो भने एसियाकै एउटा टप हस्पिटल हो भनेर नामाकरण गरिएको थियो। तर अहिले यो बिस्तारै हेर्दै बुझ्दै जाँदाखेरि धेरै महँगो छ, अनि त्यसमा पनि यसमा सेवा सुविधा राम्रो छैन, अनि सफा सुग्घर पनि छैन है। अनि अब म एउटा मजदुर, विशेष अब 10-12 वर्ष भयो मैले म मजदुर हो। मजदुरबाट अब हामी मजदुरै हौँ भनौँ, तर मजदुरलाई विशेष मैले अँगालेर आएको र विशेष मजदुर सुकुम्बासीको पाटो हेर्ने मान्छे हुँ। र म एकदमै निम्न वर्गको मान्छे हो है, जो निम्न वर्गलाई चाहिँ यो देशमा स्थानै छैन। मजदुरलाई हेर्ने र सुकुम्बासीलाई हेर्ने दृष्टि चुनावको बेला मात्रै देखिन्छ, अरू बेला छैन। त्यो मैले भोगेको छु, किनभने दुईवटा पार्टी त मैले पनि पहिल्यै बोकिसकेको। त्यसपछि भनेको मजदुर को हो, सुकुम्बासी मान्छे को हो त्यो मलाई थाहा छ, किन मैले दुईवटा पाटो अँगाल्दै आइरहेको छु अहिलेसम्म। ती मजदुर र सुकुम्बासीलाई स्थान कहिले पनि दिएन, कसैले आवाज पनि उठाएन क्या है। मैले बोकेर आइरहेको छु, समग्रमा देशकै आवाज मैले बोकेर आइरहेको छु। र अहिले बिपीको बारेमा पहिलो कुरो म मजदुरबाट चाहिँ म भन्न चाहन्छु कि अहिले धरानमा सबैभन्दा बढी रोजगार दिएको एउटा क्षेत्र भनेको त्यही हो, सफारी र टेम्पो हो। मैले देखेको त्योभन्दा कुनै पनि छैन, न नेपाल सरकारले नै दिनु सकेको छ यहाँ त्यस्तो प्लेटफर्म, न त स्थानीय सरकारले दिएको छ। तर यो सफारी टेम्पो को कमाइको पाटो एउटा आफ्नो ठाउँमा छ है। अब धेरै त छ, रोजगार तपाईँको धेरै अत्याधिक छ, अत्याधिक आइरहेका छन्। यहाँ तपाईँको पुलिस आर्मी रिटायर भयो यहीँ आएको छ, टिचर रिटायर भयो यहाँ, विदेशबाट रिटायर, अधिकांश मान्छेहरू यहीँ आएको छ। उनीहरूको कमाइ आफ्नो ठाउँमा छ है। यसलाई अहिलेसम्म तपाईँको धरान नगरले तपाईँको के भन्छ यो कसरी यसलाई व्यवस्थापन गर्ने त्यो गरेको छैन। तर बिपीले चाहिँ अलिकति केसम्म सहयोग गरेको मलाई लाग्छ भने बिपीमा तपाईँको भारतबाट अब हाम्रो नेपालकै भनौँ न 14 अञ्चल नै होला, राजनीतिले अलिकति मैले 14 अञ्चल अहिले 75-77 जिल्लाको मान्छेहरू आउँथ्यो, अहिले आइरहेको पनि होला फाटोफुटो। त्यति राम्रो त अहिले आएको मलाई लाग्दैन, एकदमै कम छ। बिपीमा भने जस्तो मान्छेहरू छैन, त्यति उपचारको लागि आएको छैन, किनभने सेवा सुविधा छैन, जसको कारणले गर्दाखेरि अहिले त्यो घट्ने क्रम छ। तर जो आउनुहुन्छ उहाँहरूलाई हामीले सेवा गरिरहेका छौँ सफारी टेम्पोले। त्यो सबैभन्दा पहिलो हामीलाई अब के भन्नु गर्व लाग्ने बिपीबाट चाहिँ हामीले त्यो देखेका छौँ। र धरानमा अधिकांश अब गोटी अब यो ड्रग्सहरू युज गर्नेहरूले पनि सफारी टेम्पो कुदाएको हुनाले अलिकति भए पनि त्यो बिर्सिरहेको छ कि केही क्षणको लागि भए पनि त्यो पनि काम गरिरहेको छ। र यो प्रतिष्ठित रूपमा रहेको बिपीमा अत्यधिक राजनीतिक कारणले गर्दा अब
थुप्रै अब काण्डहरू भएर आएको छ। अब योभन्दा अस्ति करिब हप्ता दिन अगाडि यहाँ विशेष प्राज्ञिकहरूको भेला भएको थियो, उहाँहरूको मैले कुराहरू सुने। उहाँहरूले भन्नुभयो 1 रुपैयाँ पनि नलिई त्यहाँ उपकुलपति आएको थियो अरे है, त्यो चाहिँ मैले थाहा भएन। त्यस्ता पनि आएको थियो अरे, अनि 7 करोड 8 करोड 10 करोड कति हो करोडौँ पैसा चलन गर्नेहरू पनि आएको थियो अरे भन्ने कुरा उहाँहरूले राखेर जानु पनि भएको छ। र अब आउँदैछ कस्तो खालको कुलपति भन्ने कुरामा अस्ति त्यति बेला छलफल हुँदाखेरि यहाँ चाहिँ तपाईँको भागबण्डा लगाइसकेको रहेछ भन्ने कुराहरू आयो, ती प्राज्ञिक व्यक्तिहरूले भनेको कुरा है। यहाँ चाहिँ तपाईँको काङ्ग्रेसबाट नियुक्ति हुँदैछ अरे। हेर्नुहोस्, सक्षम व्यक्ति हुनुपर्छ तर काङ्ग्रेसबाट हुँदैछ भन्ने कुरा उहाँहरूले गर्नुभएको थियो। र म पनि अहिले के भन्न चाहन्छु भने यो बिपीमा चाहिँ जो आउँदैछ सक्षम व्यक्ति आओस्। र अब यसमा भ्रष्टाचारहरू अघि एकजना साथीले भन्नुभयो भ्रष्टाचार गरे पनि काम त गरे त हुन्थ्यो भन्ने जस्तै म के भन्न चाहन्छु भने यो बिपीमा मैले थाहा पाएदेखि टोइलेट बस्दा एउटा साबुन पनि भेटिँदैन क्या। टोइलेटमा हात धुने साबुनै छैन। तपाईँहरूले देख्नुभएको साबुन एउटा स्वास्थ्यको कुरा हामी गर्छौँ नि, एउटा साबुन पनि हामीले अहिलेसम्म हात धुनु पाएको छैन। र कुरा रह्यो तपाईँको टोइलेटमा बस्दाखेरि छेस्कानी पनि हुँदैन कि साथी राख्नु पऱ्यो कि यसरी बस्नु परिरहेको छ। लगायत अरू थुप्रै छ यसमा विकृति विसङ्गतिहरू। र अब एउटा यो घर हो बिपी भनेको, र यसमा मूल खम्बा अथवा मूल व्यक्तिको खाँचो छ। धरानी जनताले पनि हामी देखिरहेछौँ, त्यहाँको कर्मचारीहरूले पनि देखिरहेको होला। र यो बिपीलाई सही सक्षम बनाउनको लागि उपकुलपतिको मात्र हात नभएर त्यहाँ भएको कर्मचारीहरूको पनि हुनुपर्छ भन्ने मलाई जस्तो चाहिँ लाग्छ। किनभने उपकुलपतिले नियम बनाइदिएला, उनीहरूले काम नगर्ला, जसले गर्दाखेरि त्यो जुन भने जस्तो नहुन सक्छ। त्यसले गर्दाखेरि कुनै घरमा आमा बाउ छैन भने छोराछोरीहरू बिग्रिन्छन् अथवा सही ठाउँमा नहुनु पनि सक्छ। तर कुनै घरमा बाउ आमा नहुँदाखेरि पनि छोराछोरी सही ठाउँमा बसेको पनि हामीले देख्छौँ। त्यसरी पनि त्यो सञ्चालित हुनु चाहिँ पर्थ्यो। तर त्यहाँ चाहिँ तपाईँको कर्मचारीहरूले पनि उपकुलपति नै खोजिरहेको होला अथवा त्यहाँको प्रमुख नै खोजिरहेको होला होइन। अब कहिले आउँछ र अलिकति व्यवस्थापन गर्ला भनेर, तर उपकुलपति हुँदाखेरि पनि त्यहाँ तपाईँको सुधारहरू केही पनि आएन। र अबको आउने उपकुलपतिले सुधार चाहिँ तपाईँको गर्नुपर्ने हुन्छ। किनभने यो अस्तिको मैले त्यस्तो स्टडी त गरेको छुइनँ। अस्तिको प्राज्ञिक व्यक्तिहरूले भन्नुभयो कि भारत दिल्लीमा रहेको एम्स नै होला, एम्स हस्पिटल भन्दा ठुलो त्यस्तो हस्पिटल हो। यसलाई त्यो तरिकाले हामीले लानु सक्नु पर्थ्यो भनेर चाहिँ उहाँहरूले कुरा राख्नुभएको थियो होइन। तर अब यो त्यो तरिकाले छैन, एकदम साधारण तरिकाले एकदमै यो खोइ अब लाटाले पनि बुझ्छ कि यो हस्पिटल सायद अब उडाउनु आँटेको हो कि होइन, त्यस्तो देखिन्छ त्यहाँको गतिविधिहरू, त्यहाँको सेवा सुविधाहरू हेर्दाखेरि। र अब त्यहाँ दलाल प्रविधिहरू पनि छ। अघि अब पूर्व वक्ताहरूले पनि भनिसक्नु भएको छ, त्यहाँ तपाईँको एम्बुलेन्सदेखि लिएर औषधिदेखि लिएर रगतदेखि लिएर हरेक कुरामा तपाईँको दलाल प्रविधिहरू छ। अब त्यो विभिन्न सामग्रीहरू त्यहाँभित्र जुन डक्टरहरूले प्रयोग गर्नेहरूलाई अब जबरजस्ती बिगारिन्छ भनिन्छ, त्यो बिगारेर तपाईँको अर्को ल्याउनुको लागि बजेट मागको लागि पनि त्यो गरेको पनि होला। र त्यसरी एकदमै विकृति विसङ्गतिले भरिएको यो बिपीलाई अब आउने उपकुलपति जो हुनुहुन्छ उहाँ चाहिँ त्यस्तो भएर आओस् कि जसले सुधारोस्। एकैचोटिमा उहाँले नसक्ला तर बिस्तारै बिस्तारै त्यसरी गरेर जाओस् भनेर म भन्न चाहन्छु। र अर्को कुरा मलाई भन्नु मन लागेको, अघि हाम्रो जुन यो आजको कार्यक्रम त विशेष गरी जनप्रतिनिधि राजनीतिक दलहरूको लागि भनेर चाहिँ गरिएको रहेछ यो सुधार नेपालद्वारा। तर हाम्रो जनप्रतिनिधिहरू अब छिट्टै गए, किन गए, उनीहरूको आफ्नो केही कारणहरू होला, त्यसमा म सरी भन्न चाहन्छु। तर हाम्रो राजनीतिक दलहरू यो नेपालमा मैले देख्दाखेरि चाहिँ हरेक तपाईँको पार्टीको नेताहरू नि सबैभन्दा पहिला तपाईँ बोल्ने उठेर गइहाल्ने, अरूले के भन्दैछ भनेर सुन्नु पनि पर्यो नि, उसले के भन्दैछ के चाहन्छ मैले के गर्दैछु भन्ने प्रतिक्रिया पनि लिनुपर्ने, त्यो छैन है। हाम्रो अरू त के अब केपी प्रचण्ड हाम्रो शेरबहादुर उहाँहरूलाई नै म सिधै भन्न चाहन्छु, उहाँहरूले 5-5 वर्ष 4-4 वर्ष 3-3 वर्ष उहाँहरूले यसरी अब नेपालको बागडोर लिएर उहाँहरूले के चाहिँ उन्नति प्रगति गर्नुहुन्छ, कति खर्ब कति अर्ब देशलाई उनीहरूले आर्थिक सङ्कलन गरेको छ, कस्तो फ्याक्ट्रीहरू कम्पनीहरू खोलेको छ, उनीहरूले के गर्छ। तर उनीहरू जहिले पनि बिजी केमा बिजी हो म प्रश्न गर्न चाहन्छु क्या, मलाई मन लाग्छ त्यो मन लागेको। उहाँहरू बिजी केमा बिजी, भ्यानमा पुलिसलाई अगाडि पछि राखेर कुद्नु मात्रै बिजी, कागजमा साइन गर्नु मात्रै बिजी, म त्योभन्दा अरू त देख्दिनँ। त्यतिको बिजी हुनुले 4-4 पल्ट 5-5 पल्ट प्रधानमन्त्री हुने, राष्ट्रको बागडोर सम्हाल्नेले देशलाई तपाईँको विभिन्न सपनाहरू देखाएर मात्रै किन हिँडिरहेको छ होइन। आजको यो कार्यक्रममा पनि मलाई त्यही नै झल्को आयो कि उहाँहरू गइदिइहाल्नुभयो, आफ्नो आफ्नो व्यस्तता होला, त्यसमा म सरी भन्न चाहन्छु। तर यो चाहिँ हाम्रो राजनीतिक
मित्रहरूमा अब साथीहरूमा त्यो मैले देखिआएको छु क्या। मेरो कुरा चाहिँ सुनोस्, अरूको कुरा सुन्नुपर्छ भन्ने छैन, त्यो देखिरहेछु। तर मेरो कुरा सुनेपछि उसको कुरा पनि मैले सुन्नुपर्छ भन्ने राख्नुपर्छ है। यो सबै दलको म नेताहरूलाई म भन्न चाहन्छु, राम्रो बोलेर नराम्रो आफ्नो ठाउँमा छ, तर उसले के भन्दैछ, उसले मलाई के भन्दैछ भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्छ नि। र यो समग्रमा धरानको सम्पत्ति हो, हुन त धरानबाट सञ्चालित छैन यो पक्कै पनि बिपी कोइराला, राष्ट्रको माथि तहबाट नै होला। तर यो धरानको एउटा प्रोपर्टी हो। धरानमा खासै के नै छ र, लाउरेको सहर हो, लाउरेले दुःख पसिना रगत पसिना बगाएर बनाएको सहर हो यो। यहाँ तपाईँको एउटा इन्जिनियर कलेज छ, तपाईँको हात्तीसार कलेज छ, एउटा त्यो औद्योगिक क्षेत्र सानो छ र एउटा बिपी मात्रै छ, त्योभन्दा अरू केही छैन। लाउरेहरूको योगदान कति छ राज्यले त्यो कहिले मूल्याङ्कन गरेको छैन, गर्ने पनि छैन, गर्नु सक्दैन पनि होला त्यसले, अथवा त्यसको त्यो लाउरेहरूको त्यो मूल्यको तपाईँको त्यो उसले पसिनाको मोल तिर्नु सक्दैन नै पनि होला होइन। तर यति मात्रै भएको जुन यो अब धरानको प्रोपर्टी हो, यो लाउरेहरूको सहरमा रहेको यो 2-4वटा मात्रै छ, अरू खासै देखिँदैन। र यसलाई अब खासै अरूले पनि त्यति चासो लिएको देखिँदैन। अब जति पनि अब हामी जागर हुनुपर्छ, चाहे म श्रमिक एउटा मजदुर होस् अथवा सुकुम्बासीको व्यक्ति हो अथवा धनी धनाढ्य व्यक्ति, हामीले यो हाम्रो प्रोपर्टी हो, यसलाई जोगाउनका लागि अब हामीले केही गर्नै पर्छ। र यति भन्दै मेरो भनाइहरू यही टुङ्गाउन चाहन्छु। धन्यवाद। धन्यवाद पुनःज्यू। उहाँले धरान र बिपी हस्पिटलको बारेमा, व्यक्तिको बारेमा, मजदुरको व्यक्तिको गर्नुहुन्छ, मजदुरहरूको विषयमा यहाँले समग्र विचार राख्नुभयो, यहाँलाई धेरै धन्यवाद। र आजको हाम्रो निमन्त्रणलाई स्वीकारेर जतिजना हिँडेको यहाँलाई संस्थाको तर्फबाट धेरै धन्यवाद भन्न चाहन्छु। र अन्तिम वक्ता हुनुहुन्थ्यो उहाँ आजको यस कार्यक्रमको। आज उपस्थित औपचारिक रूपमा नेपाली काङ्ग्रेसको भएको छैन, नेकपा एमालेको भएको छैन, माओवादीको पनि भएको छैन, 2टा जसपा मध्येमा एउटा जसपाको भएको छ, राष्ट्रिय साझा पार्टीबाट भएको छ, माओवादीको विद्यार्थी कुन चाहिँ अब माओवादी हो, क्रान्तिकारीबाट हुनुभएको छ, पत्रकारहरू चाहिँ आउनुभएको थियो, हामीले बोलायोभन्दा सोचेभन्दा धेरै आउनुभएको थियो सञ्चारकर्मी साथीहरू चाहिँ। र आजको कार्यक्रम सफल भएको हामी भन्न सक्छौँ। र आजको कार्यक्रममा हामीले बोलाएको सङ्घीय सांसद, प्रदेशको सांसदहरू, उहाँ त पहलवाला सांसदहरू अब बिजी हुने कुरा भयो नै। त्यतिखेर बजेटको सेसन पनि चलिरहेको छ प्रदेशमा, सङ्घीयमा। तर नगरको जे होस् प्रतिनिधिहरू चाहिँ आउने आशा गरेको थियो हामीले, उहाँहरू के कारणले आउनु भएन त्यो थाहा भएन होइन। अब थाहा होला भोलि पर्सि। उहाँलाई अप्ठ्यारो पनि त छ त, आफ्नो पार्टीको स्वास्थ्य मन्त्री छ, माथि सरकार छ टाउकोमा, तल हामी चाहिँ रुँदै बस्नुपर्ने छ होइन। के भन्ने, कस्तो बोल्ने भन्ने पनि पिरै होला नि, अब त्यो पनि त्यस्तो पनि होला, त्यसरी बुझौँ। र आजको कार्यक्रमको विषयमा धेरै विषयहरू उठान भएको छ। अझै पनि बिपी हस्पिटलभित्रको व्यक्तिको विषयमा यसो नै गरियो भने सुधार हुन्छ भन्ने चाहिँ कङ्क्रिट निर्णयहरू अझै पनि देखिँदैन तपाईँको होइन। स्वास्थ्य बिमा समस्या छ, भेसी नियुक्ति समस्या छ, त्यस पछाडि त्यहाँ भित्रको तहगत विषयगत त्यहाँ मन्त्रालयको विभिन्न त्यहाँ छन् त म्यान पावरहरू, त्यो पनि राजनीतिक नै हुन्छ। भेसी मात्रै माथि केन्द्र सरकारले नियुक्ति गरेर त्यो मुनिको चाहिँ प्रतिस्पर्धा गरे पनि सुध्रिन्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ। त्यो पनि हुन सक्दैन। त्यहाँनिर अब 7वटा होस्टल छ, त्यो पनि टेन्डर लागेको छैन, त्यतिकै एउटाले चलाइरहने, त्यही मान्छेले पाइरहने, सरसफाइको ठेकेदारहरू त्यही भइरहने, पूर्ण एउटा खुल्ला प्रतिस्पर्धाहरू भएको देखिँदैन। औषधि केही 2-4 चिजभित्र पाउने, सबै बाहिर किन्नुपर्ने। बिरामीले त अति शास्ति छ क्या तपाईँको चाहिँ। बिपी हस्पिटलले चलाएको सबै औषधि त्यहाँ पाएदेखि त्यहीभित्र किन्न पाउँथ्यो। 2टा चिज 3टा चिज पायो अनि बाहिर कुद्नुपर्ने, जानुपर्ने, त्यो मेसिन बिग्रिने, अरू त अग्रम बग्रम धेरै कुराहरू छन्। भवनहरूको स्थिति एकदम जीर्ण हुँदै गएकोले बिपी चाहिँ सायद हिँड्न लागेको हो कि सर्न लागेको हो कि भन्ने त्यस्तो पनि देखिन्छ। अब यसको सुरुको दिनहरू धरानमा ज्ञानबहादुर राई मेयर हुँदाखेरि
विशेष बिपी कोइरालाले गिरिजा प्रसाद कोइरालाले यो उद्घाटन गरेको हामीले त्यहाँ देखेका थियौँ। उद्घाटन गर्न आउँदा अनि कार्यक्रमको सभापति आज उहाँले अध्यक्ष जस्तो गरेर राखे जस्तो बस्नु भनेर भन्दा पनि सभापति त पनि आसन गरिदिएन अरे मेयरले भनेको सुनेको थियौँ हामीले चाहिँ ज्ञानमा राखेको त्यो पार्टीको निर्देशनमा त्यस्तो भएको होला र कालो झन्डा देखायो तिनकुनेमा भनेपछि गिरिजा बहुत रिसाएर गयो अरे भनेर सुनेको हामीले चाहिँ। त्यस पछाडिदेखि चाहिँ गिरिजा कोइरालाले धरानलाई स्याल भुक्ने सहर बनाउँछु भनेको हामीले सुनेका थियौँ। त्यस पछाडि चाहिँ धरानको कार्यालयहरू धेरैवटा सर्दै गएको छ, घट्दै गएको छ होइन। आज भएको एउटा बिपी हस्पिटल पनि व्यवस्थितहरू गर्न न नेता लागेको देखिन्छ, न नेताले बोलेको सुनेको देखिन्छ। हामी पब्लिक त कि अब हामीले एउटा त स्टेज बनाइदिने न हो, बोलिदिनुहोस् सुनाइदिनुहोस् भनेर भन्ने हो। अब आजको कार्यक्रमको निचोडहरू चाहिँ करिब हामीले यहाँ साथीहरू टिप्नु भएको छ। अब यो समय रह्यो भनेदेखि हामी अरू व्यापारिक क्षेत्रमा पनि हामी पस्छौँ, उद्योग व्यवसायहरूको क्षेत्रमा पनि पस्छौँ, केही अन्य विभिन्न यहाँको संस्थाकोहरूसँग पनि बस्छौँ। तर त्यो भन्दै तपाईँको फेरि भिसी नियुक्ति भयो भने त्यसको पनि अर्थ हुँदैन। हामी यहाँ सल्लाह गर्दा सात गाउँ माझी बगायो भने जस्तो हुन्छ। त्यसले गर्दाखेरि अहिले संसदमाथि चाहिँ एउटा बन्धक जस्तो छ। अब पुरै हल्लाहरू सुनिन्छ होइन गृहमन्त्रीको विषयमा, त्यसरी निर्णय गर्नु पाएको छैन होला। अलिकति अहिलेसम्म भिसी नियुक्ति गर्न आँटो भन्ने कुरा चाहिँ हामीले सुनेका छौँ, गरिहालेको चाहिँ छैन। अब हाम्रो सुझावहरू कसरी कुन तरिकाले पुर्याउने हामी आन्तरिक छलफल गर्छौँ। यो सबैजना अहिले जो चाहिँ उपस्थित भइराख्नु भएको छ, यो जिरो समस्या बसिराख्नु भएको छ, अत्यन्तै यो चासो राख्ने बिपी हजुरप्रति चिन्तन राख्ने व्यक्तित्वहरू नै हुनुहुन्छ। यहाँहरूलाई पनि यदि हाम्रो संस्थालाई आवश्यक पर्यो, हामीलाई सरसल्लाह सुझावलाई आवश्यक पर्यो भने यहाँहरूलाई पनि हामी सम्झिनेछौँ। यति भन्दै म आजको कार्यक्रम समापन गर्नको लागि हाम्रो सुधार नेपाल संस्थाका अध्यक्ष श्री निरञ्जन राईज्यूलाई यो माइक हस्तान्तरण गर्दै म पनि यहाँहरूसँग थोरै ओझेल लिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय दाजु भीम चामलिङज्यू। आजको यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुभएका आदरणीय दाजु पूर्णबहादुर राईज्यू, आदरणीय दाजु सुमन महर्जनज्यू, आदरणीय दाजु पूर्व वडाध्यक्ष समाजसेवी मैले मानेको मेरो आदरणीय व्यक्तित्व राजकुमार थापाज्यू लगायत यहाँ आदरणीय दाजु विज्ञान राईज्यू र त्यसपछि सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सुधार नेपालका पदाधिकारी तथा सदस्य र विशिष्ट विज्ञ सल्लाहकार आदरणीय दाजु लोकेन्द्र आचार्यज्यू, हाम्रो विज्ञ सल्लाहकार आदरणीय दाजु किशोर आचार्यज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरू, हाम्रो पत्रकार मित्रज्यू हुनुहुन्छ, उहाँ सम्पूर्णले मेरो नमस्कार। आज हामीले यो सुधार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार र भिसीको नियुक्तिको सम्बन्धमा एउटा सामान्य छलफल कार्यक्रम हिजो हामी विज्ञ टोलीहरूसँग चाहिँ गत 24 गते शनिबारको दिन हामीले आयोजना गरेका थियौँ र त्यसैको क्रमबद्ध तरिकाले सिलसिलेबल तरिकाले हामीले छलफलका कार्यक्रमहरू आयोजना गर्दै जान्छौँ भन्ने कुरा पनि यहाँ मैले राखेको थिएँ। हाम्रो समूह सुधार नेपालको पदाधिकारी तथा सदस्य हाम्रो टिमबाट चाहिँ त्यो एउटा योजना बनेको हुनाले सोही अन्तर्गत आज पनि यो छलफल कार्यक्रमको आयोजना गरिएको हो र यसमा विशेष गरी हामीले धरानमा रहेका भन्दा पनि दलका धरानमा रहेका नगर प्रतिनिधिहरू र यहाँका अभियन्ताहरू र धरानका पूर्व
प्रतिनिधिहरू लगायतको चाहिँ एउटा छलफल कार्यक्रम चलाउँ भन्ने हिसाबले हामीले पत्रचार गरेका थियौँ। यहाँ कुरा पनि धेरै उठ्यो। त्यसमा हाम्रो पूर्व या निवर्तमान जनप्रतिनिधि आदरणीय दाजु जयकुमार राईज्यू उहाँ आउनुभयो। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। यहाँ अहिले हिँडिसक्नु भएको छ। अनि नगरका पूर्व उपप्रमुखज्यू मन्जु भण्डारी म्याम उहाँ पनि आउनुभयो। उहाँको विशेष कामले गर्दाखेरि उहाँ पनि जानुभयो। उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। लगायतका हाम्रो जसपाका नगर अध्यक्ष आदरणीय दाजु उहाँको नाम चाहिँ पारघारी दाई हुनुहुन्छ, नगेन्द्र पारघारीज्यू हुनुहुन्छ। उहाँलाई पनि के अरे आएर आफ्नो मन्तव्यहरू राखेर जानुभयो। उहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। लगायतका सम्पूर्ण पार्टीका प्रतिनिधिज्यूहरू जो यहाँ आएर आफ्नो बिपी कोइरालाप्रतिको आफ्नो धारणा र सुधारका लागि के गर्न सकिन्छ भन्ने कुरा र त्यसपछि भिसी कस्तो हुनुपर्छ र भिसी चयनमा चाहिँ आफ्नो भूमिका के हो, कसरी चाहिँ भूमिका खेल्न सकिन्छ भन्ने खालका कुराहरू उहाँले राख्नुभयो। उहाँ सम्पूर्णलाई चाहिँ हामी सुधार नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। र फेरि कुरा पनि उठेको छ, आज हामीले चाहिँ बोलाएका जो नगरका दलका नगरका प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू चाहिँ 4-5वटा टिम दलबाट चाहिँ आउनु भएन भन्ने कुरा पनि छ। त्यसमा उहाँले मलाई चाहिँ जानकारी दिनुभएअनुसार हाम्रो समूहमा पनि मैले कुरा राखेको छु। आज नेपाली कङ्ग्रेसको चाहिँ एउटा तामाङ घेदुङको होला सायद इटरीको एउटा निर्माण गर्नुपर्ने अरे समिति, त्यसले गर्दाखेरि पूर्व उतातिर चाहिँ अहिलेको के अरे कङ्ग्रेसको महामन्त्री आउनु भएको हुनाले उता सबै हाम्रो पूर्व मेयर तिलक राईज्यू लगायतका अहिलेका धरान नगरका सभापतिज्यू पनि उतैतिर हुनुहुन्छ। त्यही प्रोग्राममा सबै जानु भएको हुनाले प्रोग्राम बाजिएको हुँदाखेरि आउन सकिएन भन्ने खालका जानकारीहरू मलाई दिनुभएको छ। एमालेबाट पनि अर्जेन्ट एउटा के अरे छलफल मिटिङले गर्दाखेरि नगर अध्यक्ष आउन सक्नु भएन। उहाँले मलाई जानकारी दिनुभएअनुसार चाहिँ आफ्नो उपाध्यक्ष या सचिवलाई चाहिँ एकजना चाहिँ अनिवार्य त्यहाँ पुगेर आउनुहोस् भन्ने खालको कुरा चाहिँ राख्नु भएको थियो भन्ने भयो। सायदै यो सबैलाई मेरो अहिले चाहिँ मोबाइल पनि त्यहाँ के अरे अहिले स्ट्यान्डमा भएको हुनाले मलाई जति पनि आउनु हुनेले कल गर्नुभयो होला, तर मैले त्यो कल चाहिँ कलको जानकारी नपाएको हुनाले पनि हाम्रो कन्ट्याक्टमा चाहिँ अलिकति समस्या भएको हुनाले उहाँहरू आउन सक्नु भएन होला। यसमा मेरो पनि केही त्यहाँनिर त्रुटिहरू होला नि, त्यस कारणले म त्यसप्रति पनि क्षमा चाहन्छु। यदि मैले कसैले मलाई कल गर्नुभएको छ र मैले चाहिँ के अरे कल रिसिभ गर्न सकेको छुइनँ भने उहाँहरूप्रति पनि म क्षमा याचना माग्न चाहन्छु। र त्यसपछि यता के अरे नेकपा माओवादी केन्द्रबाट चाहिँ नेकपा माओवादी केन्द्रको अध्यक्ष पनि उहाँ 20 नम्बर वडामा र 17 नम्बर वडातिर मिटिङ भएको हुनाले सबै प्रोग्रामहरू बाजिएको हुनाले आउन सक्नु भएन भन्ने खबर चाहिँ उहाँले पठाउनु भएको छ। त्यस्तै गरिकन अहिले अरू जो प्रदेशका 2 जना के अरे प्रदेश सदस्यहरू हुनुहुन्छ, हाम्रो हिजो अस्तिको दिन चाहिँ मैले रमेश बस्नेत दाईलाई चाहिँ मैले फोन गरेको थिएँ। 1 नम्बरको चाहिँ यता कपट्टिबाट चाहिँ हुनुहुन्छ। उहाँले भन्नुभयो उहाँ प्रदेशको चाहिँ सदन चल्ने र नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने भएको हुनाले म उपस्थित हुन सक्दिनँ भनेर उहाँले चाहिँ शुभकामना सहित धरानलाई माया गर्ने योग्य क्षमतावान भिसीको चयन हुनुपर्छ र धरानलाई सुधारमा तपाईँहरूको भूमिका हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ भन्ने आशा गर्छु भन्ने खालको कुरा उहाँले राख्नु भएको छ। र फेरि यता 2 नम्बर पट्टिबाट चाहिँ विजय कुमार राई आदरणीय दाजु, उहाँलाई चाहिँ कल गर्दाखेरि म आउँछु, एकदम राम्रो प्रोग्राम चलाउनु भयो, म बहसको लागि छलफलको लागि आउँछु, सुझाव सल्लाह राख्छु भन्नुभएको थियो। फेरि आज चाहिँ सदन भएको हुनाले नीति तथा कार्यक्रममा अनिवार्य उपस्थितिको लागि म त्यहाँ जानुपर्ने भएको हुनाले सकिनँ, तपाईँलाई आउँछु भने आउन सकिनँ भन्ने उहाँले खबर गर्नुभएको छ।
त्यस्तै मैले सबैको नाम लिनुपर्छ भन्ने लागेको हुनाले प्रष्टीकरणको लागि मैले भनिराखेको छु। यहाँ के अरे माधव नेपालको पार्टी समाजवादी पार्टीबाट चाहिँ आदरणीय दाजु रेवती रमन राई हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो अर्जेन्ट एउटा कुनै घटनाले गर्दाखेरि यहाँ भन्दा पनि प्रायोरिटी दिनुपर्ने तत्काल इमर्जेन्सी केसले गर्दाखेरि यहाँ आउन सक्नु भएन। यो कुरा उहाँले फोन कल मार्फत नै मलाई जानकारी सबैले दिनु भइरहेछ। त्यस कारणले आफ्नो यो एउटा कस्तो पनि भइदियो भने आज चाहिँ शुक्रबारको दिन पनि भइदियो, शनिबारको दिन हो भने केही न केही चाहिँ अलिकति उहाँहरूको उपस्थिति हुन्थ्यो जस्तो पनि मलाई लाग्यो। र अर्को कुरा शुक्रबारको दिन सबैको प्रोग्राम चाहिँ यही बेला चाहिँ बाजिएको हुनाले पनि उहाँहरूको आउने नियत हुँदाहुँदै पनि कतिपय व्यक्तिहरूको आउने चाहना हुँदाहुँदै पनि आउन नसक्नु भएको चाहिँ मैले महसुस गरेको छु। यो कुरा हामी सबैलाई यहाँ म सर्कल गर्न चाहन्छु, किनकि म एज अ के अरे टिमको चाहिँ रिप्रेजेन्ट गर्ने व्यक्ति भएको हुनाले मैले जस्ताको तस्तै मैले यहाँ फोरममा चाहिँ यो कुरा जानकारी गराउन चाहन्छु। अब बिपीको सुधारको बारेमा केही अब हामी हिँड्नेहरू हिँडिहाल्नुभयो, हतारमा हुनुहुन्थ्यो, उहाँहरूले अरू प्रोग्राममा पनि एटेन्ड हुनुपर्ने कुरा गर्नुभयो। त्यसले गर्दा पनि अब हामीलाई चाहिँ केही समय मैले लिएँ, यहाँलाई धेरै लामो समय भयो तर पनि केही समय चाहिँ सुनिदिनु होला भन्ने आग्रहका साथ केही कुराहरू राख्न चाहन्छु। बिपी हिजो पनि लथालिङ्ग थियो, आज पनि लथालिङ्ग छ, भोलि पनि लगभग त्यस्तै होला, योभन्दा बिग्रिँदै जाला भन्ने कुरा चाहिँ मेरो आदरणीय दाजु राजकुमार थापाज्यूले राखिसक्नुभयो। थोरै बिग्रेको बेला चाहिँ सुधार्न सकिएला, धेरै बिग्रिसकेपछि अलिक गाह्रै होला, त्यस्तै पो हो कि भन्ने खालको कुरा उहाँबाट एकदम प्रष्ट रूपमा कुरा आएको छ र यो मलाई पनि महसुस भइराखेको छ। हिजो हामीले विगतमा धेरै कुराहरू त्यहाँ राख्यौँ, ज्ञापन पत्रहरू दियौँ, त्यहाँ आन्दोलन भयो, कर्मचारीको आन्दोलन भयो, डाक्टर साहबहरूको आन्दोलन भयो। त्यसमा मैले हाम्रो सुधार नेपालको तर्फबाट र सुधार नेपाल जन्मिनुभन्दा अगाडि हामीले के गर्यौँ भन्दाखेरि त्यहाँनिर आन्दोलनकर्ताहरूलाई मिलाउनका लागि त्यहाँका पूर्व पदाधिकारी मित्रहरू, अग्रज के अरे प्रोफेसरहरूदेखि लिएर वर्तमान प्रोफेसरहरूदेखि लिएर पदाधिकारी सबैले हामीले चाहिँ इन्डिभिजुअलमा रूपमा भेटघाट गरेका छौँ। त्यसमा मैले व्यक्तिगत रूपमा पनि भन्दाखेरि मैले कुनै व्यक्तिलाई भेट्दाखेरि चाहिँ जो चाहिँ उहाँको इन्टिमेट नजिकको व्यक्ति हुनुहुन्छ, जो प्रोफेसरलाई भेट्नुपर्ने उहाँको जो इन्टिमेट नजिकको व्यक्ति हुनुहुन्छ, उहाँ मार्फत चाहिँ मैले भेटेको छु। कसैलाई चाहिँ पूर्व सभासदलाई लगेको छु,